अब फ्रिक्सन चाहिँ च्याप्टर है। फ्रिक्सनमा चाहिँ अब फ्रिक्सनलाई डिफाइन गर्दाखेरि चाहिँ के भन्ने डिफाइन गरेको छ भने when a body slides over another body, कुनै पनि body slides over another body, the force is exerted at the surface of contact हैन। भनेपछि surface of contact मा चाहिँ हेर्नु त यो body छ, यो body चाहिँ over the another body slide over the another body सँग contact मा बस्दाखेरि यो body चाहिँ slide मा हुँदा यो body चाहिँ slide हुँदाखेरि over the surface of another body at the surface of contact अथवा यो meeting surface मा चाहिँ के लाग्छ त frictional force लाग्छ। meeting surface मा चाहिँ के इन्ड्युस हुन्छ त भन्दाखेरि फोर्स इन्ड्युस हुन्छ, त्यो फोर्सलाई नै हामी के भन्छौँ त फ्रिक्सनल फोर्स भनेर भन्छौँ। भन्दाखेरि एट द सर्फेस अफ कन्ट्याक्ट, यो कन्ट्याक्ट सर्फेससँग ट्यान्जेन्ट हुने गरेर टेन्जेन्सियल हुने गरेर चाहिँ के लाग्छ इन्ड्युस हुन्छ, त्यहाँ फ्रिक्सनल फोर्स इन्ड्युस हुन्छ। फ्रिक्सनल फोर्स भनेको चाहिँ फोर्स एक्जर्टेड बाई द स्टेसनरी बडी अन द मुभिङ बडी हो। यो चाहिँ स्टेसनरी बडीले चाहिँ मुभिङ बडीमा एक्जर्ट गर्ने फोर्स भन्दाखेरि यो फोर्सलाई नै हामी के भन्छौँ त फ्रिक्सनल फोर्स भनेर भन्छौँ। फ्रिक्सनल फोर्सको डिरेक्सन चाहिँ हाम्रो डिरेक्सन अफ अप्लाइड फोर्ससँग जहिले पनि के हुन्छ अपोजिट डिरेक्सनतिर चाहिँ यो के हुन्छ इन्ड्युस हुन्छ। भनेपछि दिस रेजिस्टिङ फोर्स, यो रेजिस्टिङ फोर्स होइन जुन चाहिँ हाम्रो अप्लाइड फोर्सको अपोजिट डिरेक्सनमा चाहिँ लाग्छ, त्यो रेजिस्टिङ फोर्सलाई नै हामी के भन्छौँ त फ्रिक्सनल फोर्स भनेर भन्छौँ। अनि एक्ट्स इन द डिरेक्सन अपोजिट टु द डिरेक्सन अफ द मोसन होइन, जुन डिरेक्सनमा मुभ हुन खोजेको छ अथवा जुन डिरेक्सनमा मुभ भइरहेको हुन्छ त्यो डिरेक्सनको ठ्याक्क अपोजिट डिरेक्सनमा चाहिँ हाम्रो के लाग्छ त फ्रिक्सनल फोर्स लाग्छ भनेर भनेको छ। दिस इज द डेफिनेसन अफ फ्रिक्सनल फोर्स। अब त्यसपछि आउँछ क्यारेक्टरिस्टिक्स अफ फ्रिक्सनल फोर्स भनेर आउँछ। त्योभन्दा अगाडि चाहिँ फ्रिक्सन इज क्वाइट अनडिजायरेबल। फ्रिक्सन भनेको चाहिँ अनडिजायरेबल कुरा हो एन्ड निड्स टु बी मिटिगेटेड इन सम मेसिन्स एन्ड प्रोसेस लाइक पावर स्क्रु, बियरिङ्स, गियर, फ्लुइड फ्लो भनेर चाहिँ यो चाहिँ हाम्रो फ्रिक्सनल फोर्सले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ हाम्रो इफिसियन्सी घटाउँछ कि होइन, कुनै पनि मेसिनको इफिसियन्सी घटाउँछ। त्यही भएर चाहिँ मेसिन्सहरूमा चाहिँ यसको इफेक्ट चाहिँ रिड्युस गर्नुपर्ने हुन्छ कि होइन। अनि यस्तो पावर स्क्रुहरूमा, बियरिङ्सहरूमा, गियर्सहरूमा, फ्लुइड फ्लोहरूमा यसको इफेक्ट चाहिँ के गराउनु पर्ने हुन्छ त यो रिड्युस गराउनु पर्ने हुन्छ, किनभने चाहिँ यसले चाहिँ इफिसियन्सी घटाउँछ होइन। यसले चाहिँ लस अफ पावर गर्छ, वेरिङ एन्ड टियरिङ इफेक्टहरू हुन्छ फ्रिक्सनको कारणले होइन। यसलाई चाहिँ यसको इफेक्ट रिड्युस गराउनु पर्ने हुन्छ। त्यही भएर फ्रिक्सन चाहिँ अनडिजायरेबल फोर्स हो होइन। हाउएभर इन सम केसेस फ्रिक्सनल फोर्स भनेको चाहिँ एकदम एडभान्टेजेस हुन्छ। कुन केसमा भन्दाखेरि चाहिँ अब गाडीको ब्रेकहरूमा होइन, क्लचेसहरूमा, अनि त्यसपछि बेल्टहरूमा, रोप ड्राइभहरूमा होइन, त्यसै गरेर यिनीहरूमा चाहिँ फ्रिक्सनल फोर्सहरू भनेको एकदमै एडभान्टेजेस हुन्छ। ब्रेक फ्रिक्सनल फोर्स त्यहाँ नभइकन हाम्रो गाडीको ब्रेक लाग्दैन भनेपछि फ्रिक्सनल फोर्सको चाहिँ बोथ लियाबिलिटी पनि छ अनि एडभान्टेज पनि छ भनेर भनेको छ। अनि क्यारेक्टरिस्टिक्स अफ फ्रिक्सनमा चाहिँ इट अलवेज एक्ट्स इन अ डिरेक्सन अपोजिट टु द्याट इन विच मोसन इज इन्टेन्डेड भनेको छ। जुन डिरेक्सनमा मुभ हुन खोजेको छ त्यो डिरेक्सनको अपोजिट डिरेक्सनमा चाहिँ यो एक्ट हुन्छ फ्रिक्सनल फोर्स। अनि इट एक्जिट्स एज लङ एज एट्र्याक्टिभ फोर्स एक्ट्स भनेको जबसम्म त्यहाँ चाहिँ कुनै एउटा एक्सटर्नल फोर्स लागेको हुन्छ तबसम्म चाहिँ फ्रिक्सनल फोर्स चाहिँ त्यहाँ चाहिँ एक्जिस्ट गरेको हुन्छ भनेर भने चाहिँ इट इज अ प्यासिभ फोर्स, एउटा प्यासिभ फोर्स हो। यो चाहिँ एक्टिभ फोर्स होइन। एक्सटर्नली अप्लाइड फोर्स भनेको चाहिँ एक्टिभ फोर्स हो, यो चाहिँ इन्ड्युस हुने फोर्स हो कि एक्सटर्नल यो यो कन्ट्याक्ट सर्फेसमा चाहिँ कन्ट्याक्ट सर्फेस चाहिँ रफ हुँदाखेरि होइन, यो सर्फेसको नेचरको कारणले होइन, दुईवटा कन्ट्याक्ट सर्फेसको नेचर चाहिँ स्मुथ छैन, रफ छ भनेको चाहिँ यो रफ छ भने चाहिँ यो कन्ट्याक्ट सर्फेसको नेचरको कारणले इन्ड्युस हुने फोर्स हो कि यो फ्रिक्सनल फोर्स भनेको। त्यही भएर दिस इज अ प्यासिभ फोर्स भयो। इट इज सेल्फ एडजस्टिङ फोर्स, एडजस्टिङ फोर्स भनेर चाहिँ यो चाहिँ सेल्फ एडजस्टिङ फोर्स हो द्याट ओन्ली कम्स टु प्ले only that much comes to play as is just sufficient to prevent the motion होइन। भनेपछि यो सेल्फ एडजस्टिङ फोर्स यसले चाहिँ आफ्नो म्याग्निट्युड के गर्छ त आफै एडजस्ट गरिरहेको हुन्छ। भनेपछि यहाँ फोर्स लाग्दाखेरि यो फोर्ससँग इक्वल हुने गरेर चाहिँ यताबाट फ्रिक्सनल फोर्स चाहिँ के हुन्छ त इन्ड्युस भइरहेको हुन्छ। यो मेटिङ सर्फेसमा चाहिँ मेटिङ सर्फेसमा अथवा कन्ट्याक्ट सर्फेससँग ट्यान्जेन्ट हुने गरेर चाहिँ ठ्याक्कै यो फोर्सलाई ब्यालेन्स हुने गरेर चाहिँ के गरेर हुन्छ त फ्रिक्सनल फोर्स चाहिँ के गरेर हुन्छ इन्ड्युस भइरहेको हुन्छ। भनेपछि यसलाई चाहिँ हामी के भन्न सक्छौँ त सेल्फ एडजस्टिङ फोर्स भनेर भन्छौँ है। अब फ्रिक्सनको कुरा आउँदाखेरि देयर आर टु टाइप्स अफ फ्रिक्सन होइन। हामी चाहिँ फ्रिक्सनलाई दुईवटा टाइपमा क्याटेगोराइज गर्न सक्छौँ। वान टाइप इज स्ट्याटिक फ्रिक्सन एन्ड अनदर टाइप इज डाइनामिक फ्रिक्सन। स्ट्याटिक फ्रिक्सन र डाइनामिक फ्रिक्सन भनेर है। अब यसमा चाहिँ स्ट्याटिक फ्रिक्सन भनेको के हो त भनेर हेरिहालौँ।
The frictional force that develops between meeting surface when subjected to external force, but there is no relative motion between them is called static friction भनेको छ। जब एक्सटर्नल फोर्स लाग्छ, एक्सटर्नल फोर्स लागिसकेपछि मेटिङ सर्फेसमा कन्ट्याक्ट सर्फेसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ एउटा फोर्स डेभलप हुन्छ। कुन डिरेक्सनमा त? जुन डिरेक्सनमा फोर्स लागेको त्यसको अपोजिट डिरेक्सनमा चाहिँ फोर्स डेभलप हुन्छ अनि त्यो फोर्सले चाहिँ यो मोसनलाई चाहिँ के गर्न खोज्छ त रेजिस्ट गर्न खोज्छ भने यस्तो खालको रेजिस्टिङ फोर्स जसले चाहिँ एक्सटर्नली अप्लाइड फोर्सले जेनेरेट गर्ने मोसनलाई चाहिँ रेजिस्ट गर्न खोज्छ होइन, त्यस्तो फोर्सलाई चाहिँ फ्रिक्सनल फोर्स भनिन्छ। स्ट्याटिक फ्रिक्सन भनेको चाहिँ एक्सटर्नल फोर्स लागेको छ तर यो बडी चाहिँ केमा आएको छैन, मोसनमा आएको छैन भने त्यतिखेर यो कन्ट्याक्ट सर्फेसमा डेभलप भएको फोर्सलाई नै हामी के भन्छौँ त स्ट्याटिक फ्रिक्सन भनेर भन्छौँ। स्ट्याटिक फ्रिक्सनलाई नर्मली केले रिप्रेजेन्ट गरेर हुन्छ, एफएस भनेर यसरी चाहिँ रिप्रेजेन्ट गरेर हुन्छ। भनेपछि इफ द फोर्स पी एक्स टुवर्ड्स राइट, फोर्स पी चाहिँ राइटमा लागेको छ भने हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो लेफ्टमा होइन, लेफ्टतिर चाहिँ हाम्रो के कुन फोर्स इन्ड्युस भएर हुन्छ त स्ट्याटिक फ्रिक्सनल फोर्स इन्ड्युस भएको छ भने त्यतिखेर चाहिँ स्ट्याटिक फ्रिक्सनल फोर्सको म्याग्निट्युड चाहिँ केसँग इक्वल हुन्छ त फोर्स पी एक्सटर्नल फोर्सको म्याग्निट्युडसँग चाहिँ के हुन्छ त इक्वल हुन्छ। यतिखेर चाहिँ बडी केमा हुँदैन त मोसनमा हुँदैन। भनेपछि एक्सटर्नल फोर्स लागेको छ बडी मोसनमा छैन भने त्यतिखेर चाहिँ मेटिङ सर्फेसमा डेभलप हुने फोर्सलाई चाहिँ हामी के भन्छौँ त मेटिङ सर्फेसमा द्याट डेभलप्स बिट्विन द मेटिङ सर्फेस भनेपछि कन्ट्याक्ट सर्फेसमा डेभलप हुने फोर्सलाई नै हामी फ्रिक्सनल फोर्स भनेर भन्छौँ। त्यसलाई एफएसले इन्डिकेट गर्छ। भनेपछि यो केसमा पी इज इक्वल्स टु के हुन जान्छ त एफएस हुन जान्छ, स्ट्याटिक फ्रिक्सनसँग इक्वल हुन जान्छ। अब त्यसपछि आउँछ डाइनामिक फ्रिक्सनको कुरा। डाइनामिक फ्रिक्सन भनेको के हो त भन्दाखेरि चाहिँ एक्सटर्नल फोर्स लाग्छ, बडी चाहिँ केमा आउँछ त मोसनमा आउँछ। एक्सटर्नल फोर्स लाग्छ, यो बडी चाहिँ मोसनमा छ भने त्यतिखेर चाहिँ द फोर्स डेभलप बिट्विन द मेटिङ सर्फेस भनेपछि यो कन्ट्याक्ट सर्फेसमा डेभलप हुने फोर्स होइन, बडी मोसनमा हुँदाखेरि यो कन्ट्याक्ट सर्फेसमा डेभलप हुने फोर्सलाई चाहिँ के भन्छौँ त काइनेटिक फ्रिक्सन अथवा डाइनामिक फ्रिक्सन भनेर भन्छौँ। यो केसमा डाइनामिक फ्रिक्सनलाई चाहिँ केले इन्डिकेट गरिन्छ त भन्दाखेरि एफकेले इन्डिकेट गरिन्छ अथवा काइनेटिक फ्रिक्सन पनि भन्छ हामी। यो काइनेटिक बडी मोसनमा आउँदाखेरि हाम्रो पी इज अलवेज ग्रेटर देन के हुन्छ त एफके। हाम्रो पी चाहिँ जहिले पनि एफके भन्दाखेरि ग्रेटर हुन्छ। कति एमाउन्टले ग्रेटर हुन्छ त भन्दाखेरि चाहिँ यो पी माइनस एफके गर्दाखेरि हाम्रो बडी के भइरहेछ यो डिरेक्सनमा पी फोर्स ग्रेटर भएको कारणले यो डिरेक्सनमा के भइरहेछ एसिलेटेड भइरहेछ। भनेपछि पी माइनस एफके गर्दाखेरि मेरो केसँग इक्वल आउनुपर्छ त यो एम इन्टु एसँग चाहिँ इक्वल आउनुपर्छ है। भनेपछि यसमा के हुन्छ भन्दाखेरि if the force p acts towards right then fk less than p acts in opposite direction हैन। भनेपछि हाम्रो काइनेटिक बडी मोसनमा हुने बित्तिकै हाम्रो इन्ड्युस भएको फ्रिक्सनल फोर्स चाहिँ लेस देन अलवेज एक्सटर्नल फोर्स हुन्छ जुन चाहिँ अपोजिट डिरेक्सनमा लाग्छ एन्ड द बडी मुभ्स इट एसिलेरेसन ए हैन। अनि यतिखेर चाहिँ हाम्रो बडी के मोसनमा हुन्छ भनेपछि एउटा सर्टेन एसिलेरेसनमा मुभ गरेर हुन्छ हैन। भनेपछि त्यो एसिलेरेटेड मोसनले कति एमाउन्टले ग्रेटर हुन्छ त एक्सटर्नल फोर्स भनेपछि पी माइनस एफके इक्वल्स टु एमए। यति एसिलेरेसन एले चाहिँ मुभ गरेर हुन्छ भनेपछि एमए एमाउन्टले चाहिँ हाम्रो एक्सटर्नल फोर्स चाहिँ स्ट्याटिक फ्रिक्सनल फोर्स भन्दा काइनेटिक फ्रिक्सनल फोर्स भन्दा बढी भएको कारणले हाम्रो बडी चाहिँ केमा आउँछ त मोसनमा आउँछ भनेर भनेको छ। दिस इज डाइनामिक फ्रिक्सन। भनेपछि डाइनामिक फ्रिक्सनलाई डिफाइन गर्दाखेरि चाहिँ कसरी डिफाइन गर्नु पर्यो त द फ्रिक्सनल फोर्स द्याट डेभलप्स बिट्विन द मेटिङ सर्फेसेस when subjected to external forces हैन, एक्सटर्नल फोर्समा सब्जेक्टेड छ एन्ड देयर इज द रिलेटिभ मोसन बिट्विन देम। अनि त्यसपछि हाम्रो चाहिँ यो दुईटा बडीको बिचमा रिलेटिभ मोसन पनि जेनेरेट भएको छ। त्यो भनेको चाहिँ यो बडी चाहिँ सर्टेन एसिलेरेसनले चाहिँ मुभ भइरहेछ भने त्यतिखेर यो बिट्विन द मेटिङ सर्फेसेस डेभलप भएको फोर्सलाई चाहिँ हामी के भन्छौँ त डाइनामिक फ्रिक्सन अथवा काइनेटिक फ्रिक्सन भनेर भन्छौँ। त्यसलाई चाहिँ केले रिप्रेजेन्ट गरिन्छ त एफकेले रिप्रेजेन्ट गरिन्छ। यो भयो डाइनामिक फ्रिक्सनको कुरा। अब आउँछ लज अफ सोलिड फ्रिक्सन भनेर आउँछ। लज अफ सोलिड फ्रिक्सनमा चाहिँ हाम्रो दुईटा लजहरू सोलिड फ्रिक्सन भन्ने बित्तिकै सोलिड बडीमा जेनेरेट हुने होइन, कुनै दुईटा सोलिड बडी कन्ट्याक्टमा आउँदाखेरि त्यहाँ डेभलप हुने फ्रिक्सनलाई नै हामी के भन्छौँ सोलिड फ्रिक्सन भन्छौँ। यो स्ट्याटिक र डाइनामिक फ्रिक्सन दुइटैको लज प्रोसेस छ। यसमा के लजहरू छ त भन्दाखेरि चाहिँ यो लज चाहिँ बेस्ड अन द एक्सपेरिमेन्टल रिजल्टको आधारमा चाहिँ के डिफाइन गरेको लजहरू है, बनाएको लजहरू हो। भनेपछि फ्रिक्सनल फोर्स फ्रिक्सन acts tangential to the surface in contact and it is in the direction opposite to which it is in the direction
अपोजिट टु द्याट इन विच मोसन इज टु टेक प्लेस भनेर भनेको छ भनेपछि यो चाहिँ जहिले पनि दुईवटा कन्ट्याक्ट सर्फेस छ भने दुईवटा कन्ट्याक्ट सर्फेसको सर्फेस अफ कन्ट्याक्टको ट्यान्जेन्सियल भएर चाहिँ एक्ट हुन्छ सर्फेस अफ कन्ट्याक्टमा ट्यान्जेन्सियल डिरेक्सनमा चाहिँ यो एक्ट हुन्छ मेरो फ्रिक्सनल फोर्स एफएस अनि यसको डिरेक्सन चाहिँ जहिले पनि बडी जुन डिरेक्सनमा मुभ भइरहेछ त्यो अपोजिट टु द डिरेक्सन अफ मोसन बडी यो डिरेक्सनमा मुभ भइरहेछ यता यो डिरेक्सनमा फोर्स लागिरहेछ भने अपोजिट टु द डिरेक्सन अफ अप्लाइड फोर्स हुन्छ अथवा अपोजिट टु द डिरेक्सन अफ मोसन हुन्छ यसको डिरेक्सन चाहिँ फर्स्ट लले त्यस्तो भन्छ अन्त सेकेन्ड लज अफ सोलिड फ्रिक्सन भनेको के छ भने फ्रिक्सनल फोर्स इज म्याक्सिमम एट द इन्स्ट्यान्ट अफ इम्पेन्डिङ मोसन इम्पेन्डिङ मोसन भनेको चाहिँ when the body just start to slide भएको छैन तर जस्ट स्टार्ट टु स्लाइड हुन खोज्दाखेरि चाहिँ मेरो फ्रिक्सनल फोर्सको भ्यालु चाहिँ के हुन्छ म्याक्सिमम हुन्छ बडी यो यता स्लाइड हुन खोजेको छ तर यो फ्रिक्सनल फोर्सले चाहिँ रोकेको छ होइन यतिखेर चाहिँ मेरो फ्रिक्सनल फोर्सको भ्यालु चाहिँ के हुन्छ त म्याक्सिमम हुन्छ भनेपछि यस्तो खालको मोसनलाई चाहिँ हामी के भन्छ इम्पेन्डिङ मोसन भन्छ जब when the body just start to slide अथवा when the body just start to move होइन यो बडी चाहिँ जस्ट स्टार्ट टु मुभ हुँदाखेरिको मुभ भएको छैन तर मुभ हुन खोजेको छ जस्ट स्टार्ट टु मुभ हुँदाखेरिको यो फ्रिक्सनल फोर्सलाई चाहिँ हामी के भन्छ त जस्ट स्टार्ट टु मुभ अथवा जस्ट स्टार्ट टु स्लाइड हुन्छ त्यस्तो खालको मोसनलाई चाहिँ हामी के भन्छ इम्पेन्डिङ मोसन भनेर भन्छौँ इम्पेन्डिङ मोसनमा चाहिँ हाम्रो फ्रिक्सनल फोर्सको भ्यालु के हुन्छ म्याक्सिमम हुन्छ फ्रिक्सनल फोर्सको भ्यालु म्याक्सिमम हुन्छ भनेपछि त्यहाँ त्यही भनेको छ फ्रिक्सनल फोर्स इज maximum at the instant of impending motion. Just start to slide हुँदाखेरि just start to move हुँदाखेरि हाम्रो फ्रिक्सनल फोर्सको भ्यालु चाहिँ के हुन्छ म्याक्सिमम हुन्छ भनेर भन्ने चाहिँ The magnitude of limiting friction bears a constant ratio to the normal reaction between the meeting surfaces भनेर भनेको छ. This ratio drops to a slightly lower value when the motion starts भनेको छ. भनेपछि यो भयो यो बडीले दिएको रियाक्सनलाई चाहिँ हामी के भन्छौँ त नर्मल रियाक्सन सर्फेससँग नर्मल हुने गरेर यो बडी यो सर्फेसले चाहिँ यो बडीमा यो सर्फेससँग नर्मल हुने गरेर एउटा रियाक्सन दिन्छ यसलाई हामी के भन्छौँ त नर्मल रियाक्सन भनेर भन्छौँ अन्तखेरि लिमिटिङ फ्रिक्सन भनेको चाहिँ यो जस्ट स्टार्ट टु स्लाइड हुँदाखेरि चाहिँ यो म्याक्सिमम भ्यालु अफ फ्रिक्सनलाई नै हामी के भन्छौँ त लिमिटिङ फ्रिक्सन भनेर भन्छौँ है यसलाई नै हामी के भन्छौँ त लिमिटिङ फ्रिक्सन भनेको म्याक्सिमम भ्यालु अफ फ्रिक्सनल फोर्स होइन जब चाहिँ फ्रिक्सनले चाहिँ म्याक्सिमम भ्यालु गेन गर्छौँ त्यसलाई नै हामी के भन्छौँ लिमिटिङ फ्रिक्सन भनेर भन्छौँ अन्त लिमिटिङ फ्रिक्सन र नर्मल रियाक्सनले चाहिँ एउटा कन्स्ट्यान्ट रेसियो चाहिँ bears a constant ratio है भनेपछि द म्याग्निट्युड अफ लिमिटिङ फ्रिक्सन र नर्मल रियाक्सनले चाहिँ एउटा कन्स्ट्यान्ट रेसियो गेन बियर गर्छ त्यो रेसियोलाई चाहिँ हामी के भन्छौँ त कोफिसिएन्ट अफ फ्रिक्सन भनेर भन्छौँ त्यसलाई चाहिँ म्युएसले रिप्रेजेन्ट गर्छौँ यो कोफिसिएन्ट अफ फ्रिक्सन चाहिँ जब बडी मोसनमा आउँछ हाम्रो फ्रिक्सन भनेको काइनेटिक फ्रिक्सनल फोर्समा चेन्ज हुन्छ भन्दाखेरि काइनेटिक फ्रिक्सनल फोर्स र नर्मल रियाक्सनले बियर गर्ने कोफिसिएन्ट अफ फ्रिक्सनलाई कोफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन भनेर भन्छ भन्दाखेरि हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कोफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज अलवेज ग्रेटर देन कोफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन हुन्छ लिमिटिङ फ्रिक्सन कोफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज अलवेज ग्रेटर देन कोफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन त्यो भनेको चाहिँ when the body starts to move तब चाहिँ फ्रिक्सनल फोर्स र नर्मल रियाक्सनको रेसियो चाहिँ के हुँदै जान्छ घट्छ भनेर भनेको छ के भन्दा घट्छ त लिमिटिङ फ्रिक्सन र नर्मल रियाक्सनको रेसियो भन्दा बडी मुभ भइसकेपछि यो फ्रिक्सनल फोर्सको काइनेटिक फ्रिक्सन र नर्मल रियाक्सनको रेसियो चाहिँ जहिले पनि लिमिटिङ फ्रिक्सन र नर्मल रियाक्सनको रेसियो भन्दा कम हुन्छ त्यो भनेको कोफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज अलवेज ग्रेटर देन द कोफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन भन्नु खोजेको है यो एउटा ल भयो अर्को छ लिमिटिङ फ्रिक्सन इज इन्डिपेन्डेन्ट अफ द एरिया एन्ड सेप अफ कन्ट्याक्ट सर्फेस लिमिटिङ फ्रिक्सन चाहिँ एरियासँग चाहिँ कति एरिया चाहिँ कन्ट्याक्टमा छ त्यो कन्ट्याक्ट एरियासँग इन्डिपेन्डेन्ट हुन्छ अनि सेप अफ कन्ट्याक्ट सर्फेसको सेप कस्तो छ सर्कुलर छ कि रेक्टेङ्गुलर छ कि कस्तो छ त त्योसँग पनि के हुन्छ त इन्डिपेन्डेन्ट हुन्छ लिमिटिङ फ्रिक्सन डिपेन्ड्स अपन द नेचर अफ द सर्फेस एन्ड कन्ट्याक्ट होइन लिमिटिङ फ्रिक्सन केमा डिपेन्ड हुन्छ त कस्तो सर्फेस स्मुथ खालको सर्फेस कन्ट्याक्ट सर्फेस छ कि रफ खालको छ कि होइन थोरै रफनेस भएको सर्फेस छ कि नेचर अफ द कन्ट्याक्ट सर्फेसमा चाहिँ लिमिटिङ फ्रिक्सनको भ्यालु चाहिँ डिपेन्ड हुन्छ भनेर भनेको चाहिँ एरिया र सेप अफ कन्ट्याक्ट सर्फेसमा होइन कि नेचर अफ कन्ट्याक्ट सर्फेसमा चाहिँ डिपेन्ड हुन्छ भनेर भनेको छ अर्को 6 लले के भन्छ भने चाहिँ एट लो भ्यालोसिटी फ्रिक्सन इज इन्डिपेन्डेन्ट अफ द भ्यालोसिटी लो भ्यालोसिटीमा चाहिँ फ्रिक्सन चाहिँ भ्यालोसिटीको इन्डिपेन्डेन्ट हुन्छ भ्यालोसिटीसँग डिपेन्ड हुँदैन बट एट हायर भ्यालोसिटी जब चाहिँ हाम्रो स्पिड के चाहिँ हाई हुन्छ तब चाहिँ हामी के भेटाउन सक्छौँ भन्दाखेरि त्यहाँ देयर विल बी स्लाइट रिडक्सन इन द फ्रिक्सनल फोर्सको भ्यालुमा चाहिँ रिडक्सन भएको चाहिँ हामी भेटाउन सक्छौँ
है। भनेपछि लो भेलोसिटीमा मुभ गर्दाखेरि चाहिँ हामी फ्रिक्सनल फोर्स र भेलोसिटीको रिलेसन हामी देख्दैनौँ। फ्रिक्सनल फोर्स इज इन्डिपेन्डेन्ट अफ भेलोसिटी जस्तै हुन्छ। जब हायर भेलोसिटीमा मुभ गर्छ स्पिड बढ्ने बित्तिकै हामी के पाउँछौँ त फ्रिक्सनल फोर्सको भ्यालुमा रिडक्सन भएको चाहिँ हामी पाउन सक्छौँ। भनेपछि दिज आर द लज अफ सोलिड फ्रिक्सन। यो चाहिँ इक्जाममा सोधिरहेको हुन्छ वाट इज द लज अफ सोलिड फ्रिक्सन भनेर। लजमा चाहिँ 6वटा पोइन्टहरू चाहिँ इन्क्लुड गराउन सक्छौँ है। अब लज भइसकेपछि देयर आर सम टर्मिनोलोजी रिलेटेड टु द फ्रिक्सन हैन। त्यो टर्म भनेको के भनेर चाहिँ थाहा हुनुपर्छ। एउटा छ कोएफिसिएन्ट अफ फ्रिक्सन हैन। कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको के हो भन्दाखेरि चाहिँ फ्रिक्सनल अब यहाँ हेरौँ है त एकछिन। हेरौँ है। फ्रिक्सनल फोर्स इज प्रोपोर्सनल टु द नर्मल रियाक्सन भनेको छ। फ्रिक्सनल फोर्स चाहिँ नर्मल रियाक्सनसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। अनि हेर त मेरो यो बडी छ, बडीमा एक्सटर्नल फोर्स यो डिरेक्सनमा लागेको छ भने एट द सर्फेस अफ कन्ट्याक्ट सर्फेसमा फ्रिक्सनल फोर्स चाहिँ मेरो यो डिरेक्सनमा लाग्छ। भनेपछि जबसम्म बडी मोसनमा आउँदैन तबसम्म मोसनमा नआउँदाखेरिको फ्रिक्सनलाई चाहिँ हामी स्ट्याटिक फ्रिक्सनले इन्डिकेट गर्छौँ। त्यो भनेको एफएसले इन्डिकेट गर्छौँ। यो भनेको नर्मल रियाक्सन्स हो। यो सर्फेसले यो बडीमा दिने रियाक्सन भनेको यो सर्फेससँग चाहिँ नर्मल भएर जान्छ। भनेपछि सर्फेस हाम्रो होराइजन्टल छ भनेपछि यो सर्फेसले बडीमा दिने रियाक्सन नर्मल रियाक्सन भनेको यसरी माथितिर जान्छ। भनेपछि नर्मल रियाक्सन चाहिँ सिजीबाट बडीको सिजीबाट माथितिर यसरी एक्ट गरेको छौँ हामीले। अनि त्यसपछि वेट अफ द बडी भनेको यो भइहाल्यो। यो बडीको फ्री बडी डायग्राम ड्र गर्दाखेरि यस्तो खालको हुन्छ। सर्फेस रफ छ भनेपछि कन्ट्याक्ट सर्फेसमा के डेभलप हुन्छ त हाम्रो फ्रिक्सनल फोर्स चाहिँ डेभलप हुन्छ। भनेपछि नर्मल रियाक्सनलाई चाहिँ एनले पनि रिप्रेजेन्ट गरिन्छ। यो सर्फेसले बडीमा दिने रियाक्सन भनेको नर्मल रियाक्सन जुन चाहिँ यो सर्फेससँग पर्पेन्डिकुलर हुन्छ। पर्पेन्डिकुलर भएको कारणले यसलाई नर्मल रियाक्सन भनेको। नर्मल रियाक्सनलाई चाहिँ अर्को आरले पनि के गरिन्छ रिप्रेजेन्ट गरिन्छ भन्दाखेरि फ्रिक्सनल फोर्स र यो नर्मल रियाक्सनले चाहिँ एउटा कन्स्ट्यान्ट रेसियो चाहिँ बियर गर्छ। यो रेसियोलाई नै हामी के भन्छौँ त कोएफिसिएन्ट अफ फ्रिक्सन भनेर भन्छौँ। कोएफिसिएन्ट अफ फ्रिक्सनलाई पनि दुईटा टर्ममा चाहिँ क्याटेगोराइज गर्न सक्छौँ। त्यो भनेको चाहिँ कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन र कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन भनेर होइन। कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सनलाई चाहिँ म्यू एसले यसरी रिप्रेजेन्ट गरिन्छ। त्यो भनेको के रेसियो हो त स्ट्याटिक फ्रिक्सनल फोर्स र नर्मल रियाक्सनको रेसियो हो होइन। त्यसै गरेर कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सनलाई चाहिँ हामीले म्यू केले रिप्रेजेन्ट गर्न सकिन्छ। त्यो भनेको के हो त भन्दाखेरि काइनेटिक फ्रिक्सन र नर्मल रियाक्सनको रेसियो हो। नर्मल रियाक्सनलाई एनले पनि रिप्रेजेन्ट गरिन्छ, आरले पनि रिप्रेजेन्ट गरिन्छ। अब यहाँ हेर त फर इम्पेन्डिङ मोसन भनेको when the body just starts to move or when the body is about to move होइन। त्यो हुँदाखेरि चाहिँ हाम्रो के हुन्छ त हेर त बडी मुभ भएको हुँदैन तर मुभ हुन खोजेको हुन्छ। त्यतिखेर चाहिँ यो फ्रिक्सनल फोर्सको भ्यालु चाहिँ के हुन्छ म्याक्सिमम हुन्छ। त्यतिखेर चाहिँ यो फोर्सेस
जस्ट एबाउट टु मुभ हुँदाखेरि हाम्रो यो फोर्सेस इक्विलिब्रियममा नै हुन्छ। मुभ भइसक्यो भने चाहिँ यो फोर्सेस इक्विलिब्रियममा हुँदैन। जस्ट अबाउट टु मुभ हुँदासम्म यो फोर्सेसहरू इक्विलिब्रियममा हुन्छ, तर यतिखेर चाहिँ फ्रिक्सनल फोर्सले चाहिँ म्याक्सिमम भ्यालु गेन गर्छ कि है। भनेपछि यो इक्विलिब्रियममा हुँदाखेरि हाम्रो के हुन्छ त, यो डिरेक्सनमा पी फोर्स लागेको छ, यो डिरेक्सनमा एफ फोर्स लागेको छ भनेपछि हाम्रो होराइजन्टल फोर्सहरू के हुन्छ त, ब्यालेन्स भएर बसेको हुन्छ। भन्दाखेरि पी माइनस एफएस गर्दाखेरि फर इम्पेन्डिङ मोसन पी माइनस एफएस भनेको स्ट्याटिक फ्रिक्सन, मोसन स्टार्ट भएको छैन, त्यही भएर फ्रिक्सनल फोर्सलाई स्ट्याटिक फ्रिक्सनले रिप्रेजेन्ट गरेको। पी माइनस एफएस इक्वल्स टु 0 हुन्छ। एफएस भनेको स्ट्याटिक फ्रिक्सन हो। स्ट्याटिक फ्रिक्सनलाई हामीले कोएफिसिएन्ट अफ फ्रिक्सनको टर्ममा रिप्रेजेन्ट गर्दाखेरि के हुन्छ त, म्युएस इन्टु आर हुन्छ अथवा म्युएस इन्टु एन। भनेपछि हाम्रो म्युएस भनेको कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको कसरी पनि लेख्न सक्छौँ त, पी डिभाइडेड बाई एन। पी भनेको एक्सटर्नली अप्लाइड फोर्स हो होइन। भनेपछि यो चाहिँ इम्पेन्डिङ मोसनमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि म्युएस कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको पी डिभाइडेड बाई एन हुन्छ। यो इक्वेसन 1 ले रिप्रेजेन्ट गरौँ। वेन मोसन स्टार्ट्स, जब चाहिँ बडीमा मोसन सुरु हुन्छ तब त्यो बडीमा इन्ड्युस हुने फोर्स एट द कन्ट्याक्ट सर्फेस, त्यहाँ फ्रिक्सनल फोर्स इन्ड्युस हुन्छ अथवा डेभलप हुन्छ। त्यो फ्रिक्सनल फोर्सलाई चाहिँ हामी के भन्छ त, काइनेटिक फ्रिक्सनल फोर्स भनेर भन्छौँ। त्यतिखेर त्यो फ्रिक्सनल फोर्सलाई केले रिप्रेजेन्ट गर्छौँ त, एफकेले रिप्रेजेन्ट गर्छौँ। अनि त्यतिखेर कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सनल फोर्सलाई चाहिँ म्यू केले रिप्रेजेन्ट गर्छौँ। अनि हामीलाई थाहा छ कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन इज द रेसियो अफ द काइनेटिक फ्रिक्सनल फोर्स एन्ड नर्मल रियाक्सन भनेर थाहा छ। जब बडी मोसनमा आउँछ त्यतिखेर के हुन्छ त भन्दाखेरि यो बडी एसेलेरेट भएको हुन्छ होइन। कति एमाउन्टले चाहिँ ए एसेलेरेसनले एसेलेरेट भएको हुन्छ। त्यतिखेर के हुन्छ त भन्दाखेरि हाम्रो पी इज अलवेज ग्रेटर देन द काइनेटिक फ्रिक्सन हुन्छ। कति एमाउन्टले ग्रेटर हुन्छ त, एमए एमाउन्टले ग्रेटर हुन्छ। पी माइनस एफके इज इक्वल्स टु एमए हामी गर्न सक्छौँ। एम भनेको मास भयो, ए भनेको एसेलेरेसन भयो। भनेपछि काइनेटिक फ्रिक्सन भनेको फेरि म के लेख्न सक्छु त, काइनेटिक फ्रिक्सन भनेको म्यू के इन्टु एनको टर्ममा लेख्न सक्छु। यसबाट मेरो काइनेटिक फ्रिक्सनल फोर्स भनेको के आउँछ अरे त, पी माइनस हाम्रो पहिला पी फोर्स चाहिँ अब पी रिड्युस भएर आयो, कति एमाउन्टले रिड्युस भएर आयो अरे त, माइनस एमए डिभाइडेड बाई एन। भनेपछि वेन सिन्स ए इज ग्रेटर देन 0, बडी एसेलेरेट भइरहेछ मिन्स ए चाहिँ ग्रेटर देन 0 छ। हाम्रो इक्वेसन 1 र 2 कम्पेयर गर्दाखेरि हामी के पाउन सक्छौँ भन्दाखेरि चाहिँ स्ट्याटिक फ्रिक्सनल फोर्सको भ्यालु चाहिँ जहिले पनि काइनेटिक फ्रिक्सनल फोर्सको भ्यालुभन्दा कम हुन्छ। यसमा हेर त, पीको अमाउन्ट चाहिँ रिड्युस भइसकेको छ, कति एमाउन्टले, एमए एमाउन्टले रिड्युस भइसकेको छ। भनेपछि एमपी म्युएसको भ्यालु जहिले पनि ग्रेटर देन के आउँछ त, म्यू के आउँछ भने एसेलेरेसन इज ग्रेटर देन 0 अथवा वेन बडी इज एसेलेरेटिङ हाम्रो स्ट्याटिक कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको जहिले पनि ग्रेटर देन काइनेटिक कोएफिसिएन्ट अफ फ्रिक्सन हुन्छ है। सो द कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज अलवेज ग्रेटर देन कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन है। अब यति भइसकेपछि अब नेक्स्ट स्लाइड हेरौँ। अब आउँछ नेक्स्ट स्लाइडमा अब हामी अघि लिमिटिङ फ्रिक्सन भनिरहेछौँ। लिमिटिङ फ्रिक्सन भनेको चाहिँ के हो भनेर म्याक्सिमम भ्यालु अफ फ्रिक्सनल फोर्स भनेको थिएँ मैले। लिमिटिङ फ्रिक्सन भनेको विच एक्ट्स अन अ बडी वेन इट जस्ट स्टार्ट्स टु स्लाइड ओभर एनदर बडी। जब चाहिँ बडी मोसनमा आउन खोज्छ अथवा जस्ट स्टार्ट्स टु मुभ हुन खोज्छ अथवा जस्ट स्टार्ट टु स्लाइड ओभर एनदर बडी हुन खोज्छ, त्यतिखेर फ्रिक्सनल फोर्सको भ्यालु म्याक्सिमम हुन्छ। त्यतिखेरको फ्रिक्सनल फोर्सलाई चाहिँ हामी के भन्छौँ त, लिमिटिङ फ्रिक्सन भनेर भन्छौँ। अनि लिमिटिङ फ्रिक्सनको भ्यालु चाहिँ के हुन्छ अहिले त, लिमिटिङ फ्रिक्सन इज इक्वल्स टु म्युएस इन्टु एन हुन्छ है। यो चाहिँ कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन हो। लिमिटिङ फ्रिक्सन भनेको चाहिँ म्युएस इन्टु एन है। यो चाहिँ म्युएस इन्टु एन हो। लिमिटिङ फ्रिक्सनलाई चाहिँ एफ लिमिट भनेर चाहिँ रिप्रेजेन्ट गरिन्छ। लिमिटिङ फ्रिक्सनलाई चाहिँ यसरी एफ लिमिट भनेर चाहिँ रिप्रेजेन्ट गरिन्छ। एफ लिमिट भनेर इज अलवेज ग्रेटर इक्वल्स टु के हुन्छ त, म्युएस इन्टु एन। म्युएस इन्टु एन दिस इज लिमिटिङ फ्रिक्सन। Limiting friction is the maximum value of frictional force when the body just starts to move or just starts to slide over another body हैन। यो भयो एन भनेको चाहिँ हाम्रो नर्मल रियाक्सन हैन, सर्फेसले प्रोभाइड गरेको नर्मल रियाक्सन भयो। अब त्यसपछि आउँछ इम्पेन्डिङ मोसनको कुरा आउँछ। इम्पेन्डिङ मोसन भनेको के हो त, इम्पेन्डिङ मोसन भनेको चाहिँ when the applied force on the body becomes equal to the maximum frictional force। जब चाहिँ हाम्रो अप्लाइड फोर्स चाहिँ म्याक्सिमम फ्रिक्सनल फोर्ससँग इक्वल हुन्छ अप्लाइड फोर्सको भ्यालु हैन। म्याक्सिमम फ्रिक्सनल फोर्स भनेको लिमिटिङ फ्रिक्सनल फोर्स हो। द बडी जस्ट कम्स टु मोसन। बडी चाहिँ जब हामीले अप्लाई गरेको फोर्स चाहिँ लिमिटिङ फ्रिक्सनलसँगको भ्यालुसँग इक्वल हुन्छ तब चाहिँ
बडी चाहिँ के हुन खोज्छ त मुभ हुन खोज्छ कि अब योभन्दा बढी फोर्स अप्लाई गर्ने बित्तिकै बडी मुभ भइहाल्छ बडी मुभ हुन खोजेको स्टेट हो कि यो भनेपछि यतिखेर होइन दिस स्टेज अफ मोसन यो स्टेज अफ मोसन अथवा यो स्टेज अफ बडीलाई नै अब यो स्टेज अफ मोसनलाई नै हामी के भन्छौँ त इम्पेन्डिङ मोसन भनेर भन्छौँ कि द स्टेज वेन बडी जस्ट स्टार्ट्स टु मुभ होइन अब अथवा द स्टेज वेन द बडी जस्ट कम्स टु मोसन होइन यो भनेको चाहिँ हाम्रो एक्सटर्नली अप्लाइड फोर्स चाहिँ केसँग इक्वल हुन्छ त इज इक्वल टु द म्याक्सिमम फ्रिक्सनल फोर्ससँग इक्वल हुन्छ तब चाहिँ बडी चाहिँ मुभ हुन खोज्छ मुभ चाहिँ भएको हुँदैन जस्ट स्टार्ट्स टु मुभ होइन मुभ हुन खोजेको हुन्छ भन्दाखेरि यस्तो यो स्टेज अफ मोसनलाई नै हामी के भन्छौँ त इम्पेन्डिङ मोसन भनेर दिस इज अबाउट द इम्पेन्डिङ मोसन अब त्यसपछि आउँछ एङ्गल अफ फ्रिक्सनको कुरा वाट इज एङ्गल अफ फ्रिक्सन एङ्गल अफ फ्रिक्सन भन्ने टर्मिनोलोजी पनि आइरहेको हुन्छ एङ्गल अफ फ्रिक्सनलाई चाहिँ केले रिप्रेजेन्ट गरिन्छ त यसरी फाइले रिप्रेजेन्ट गरिन्छ होइन एङ्गल अफ फ्रिक्सन भनेको इट इज डिफाइन्ड एज द एङ्गल विच द रिजल्टेन्ट अफ नर्मल हेर त यो चाहिँ नर्मल रियाक्सन छ होइन अनि यो चाहिँ मेरो फ्रिक्सनल फोर्स छ स्ट्याटिक फ्रिक्सन भयो होइन भनेपछि लिमिटिङ फ्रिक्सन भनौँ यसलाई जब चाहिँ यो नर्मल रियाक्सन र यो लिमिटिङ फ्रिक्सनको चाहिँ एउटा रिजल्टेन्ट फोर्स यो मेरो नर्मल रियाक्सन भयो यो लिमिटिङ फ्रिक्सन भयो नर्मल रियाक्सन र लिमिटिङ फ्रिक्सनको चाहिँ रिजल्टेन्ट फोर्स भनेको यो डिरेक्सनमा आउँछ भनेपछि रिजल्टेन्ट फोर्सले रिजल्टेन्ट अफ नर्मल रियाक्सन र लिमिटिङ फ्रिक्सनल फोर्सको रिजल्टेन्टले नर्मल रियाक्सनसँग बनाएको एङ्गल यो एङ्गललाई हामी के भन्छौँ त फाइ भनेर भन्छौँ यो एङ्गल भनेको के हो त एङ्गल अफ फ्रिक्सन हो होइन भनेपछि एङ्गल अफ फ्रिक्सन भनेको कति हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो रिजल्टेन्ट फोर्स होइन दिस इज द रिजल्टेन्ट फोर्स अफ नर्मल रियाक्सन एन्ड लिमिटिङ फ्रिक्सन त्यही भएर चाहिँ हामी रिजल्टेन्ट फोर्स भनेको चाहिँ रुट अन्डर एन स्क्वायर प्लस एफएस स्क्वायर भनेर रिजल्टेन्ट फोर्स आउँछ फाइ भनेको चाहिँ एफएस र एनको रेसियो फाइ भनेको चाहिँ यो फ्रिक्सन लिमिटिङ फ्रिक्सन र यो नर्मल रियाक्सनको रेसियोले चाहिँ हाम्रो के को भ्यालु दिन्छ त ट्यान फाइको भ्यालु दिन्छ यसमा चाहिँ फाइ भनेको के भयो त एङ्गल अफ फ्रिक्सन भयो है अब यो भयो एङ्गल अफ फ्रिक्सन कसरी निकाल्ने भन्ने कुरा एङ्गल अफ फ्रिक्सन कसरी निकाल्दो रहेछ त यो लिमिटिङ फ्रिक्सन र नर्मल रियाक्सनको रेसियो गऱ्यो भने चाहिँ मेरो के आउँदो रहेछ त ट्यान फाइ आउँदो रहेछ भनेपछि ट्यान फाइको भ्यालु युज गरेर हामी के निकाल्न सक्छौँ त एङ्गल अफ फ्रिक्सन फाइको भ्यालु निकाल्न सक्छौँ अनि त्यसपछि आउँछ अर्को टर्मिनोलोजी आउँछ एङ्गल अफ रिपोज भन्ने एङ्गल अफ रिपोज भनेको के हो त भन्दाखेरि चाहिँ हामी जब यहाँ इन्क्लाइन इट इज द एङ्गल अफ द इन्क्लाइन प्लेन कुनै पनि एउटा इन्क्लाइन प्लेन छ इन्क्लाइन प्लेनको इन्क्लिनेसन चाहिँ अल्फा हुँदाखेरि हामीले चाहिँ इन्क्लाइन प्लेन छ इन्क्लाइन प्लेनको चाहिँ सर्टेन इन्क्लिनेसन छ अब इन्क्लाइन प्लेनलाईको इन्क्लिनेसनमा चाहिँ बडी रेस्टमा बसेको छ इन्क्लिनेसन बढायो अझ पनि रेस्टमा बसेको छ प्लेनको इन्क्लिनेसन बढाइरहेको छु यो बडी रेस्टमा नै छ एउटा यस्तो इन्क्लिनेसन यो प्लेनको इन्क्लिनेसन चाहिँ एउटा यस्तो भ्यालु अफ इन्क्लिनेसन आउँछ कि जुन इन्क्लिनेसनमा चाहिँ बडी के हुन्छ त मुभ हुन खोज्छ कि जस्ट स्टार्ट टु मुभ हुन्छ कि भन्दाखेरि त्यो भ्यालु अफ इन्क्लिनेसन अफ दिस इन्क्लाइन प्लेन इज नोन एज एङ्गल अफ रिपोज होइन एङ्गल अफ रिपोज भनेको त्यस्तो भ्यालु अफ इन्क्लिनेसन अफ इन्क्लाइन प्लेन हो भनेपछि त्यो भ्यालु अफ इन्क्लिनेसन अफ इन्क्लाइन प्लेन हो जुन इन्क्लिनेसनमा चाहिँ होइन हाम्रो यो जुन इन्क्लिनेसनमा चाहिँ त्यो इन्क्लाइन प्लेनमा बडी राख्दाखेरि चाहिँ त्यो बडी चाहिँ के हुन्छ जस्ट स्टार्ट टु स्लाइड हुन्छ कि जस्ट स्टार्ट टु मुभ अथवा जस्ट स्टार्ट टु स्लाइड हुन्छ भने त्यो भ्यालु अफ इन्क्लिनेसनलाई नै हामी के भन्छौँ त एङ्गल अफ रिपोज भनेर भन्छौँ है भनेपछि यसमा द एङ्गल अल्फा अफ द इन्क्लाइन प्लेन एट विच द ब्लक रेस्टिङ अन इट इज अबाउट टु स्लाइड डाउन द प्लेन इज कल्ड द यसलाई नै एङ्गल अफ रिपोज भनेर भनिन्छ यो अल्फा अब यो एट इक्विलिब्रियममा जस्ट स्टार्ट टु मुभ हुँदासम्म यो बडी इक्विलिब्रियममा हुन्छ भनेपछि एट इक्विलिब्रियम एफएस माइनस यो समेसन एफएक्स इक्वल्स टु 0 हुन्छ समेसन एफएक्स इक्वल्स टु 0 गर्दाखेरि हाम्रो के आउँछ त भन्दाखेरि एफएस इज इक्वल्स टु डब्लु साइन अल्फा भनेर आउँछ एकचोटि हेरौँ है एङ्गल अफ रिपोजको के छ एकचोटि हेरौँ
यहाँ हाम्रो इन्क्लाइन प्लेन छ। हाम्रो के छ त भन्दाखेरि बडी चाहिँ जस्ट स्टार्ट टु मुभ स्लाइड डाउन द इन्क्लाइन प्लेन हुँदाखेरि एङ्गल अल्फा छ। भनेपछि यहाँ बडी छ। भनेपछि बडीको वेट भनेको चाहिँ अहिले पनि कसरी लाग्छ त भर्टिकली लाग्छ। यो भनेको डब्ल्यू भयो। त्यसपछि नर्मल रियाक्सन भनेको सर्फेसले दिने इन्क्लाइन प्लेनको सर्फेसले दिने नर्मल रियाक्सन भनेको इन्क्लाइन प्लेनसँग परपेन्डिकुलर भएर आउँछ। यसलाई चाहिँ हामी के मानौँ त एन भनेर मानौँ। अनि फ्रिक्सनल फोर्स भनेको जहिले पनि के भएर आउँछ त भन्दाखेरि मेरो यो डिरेक्सनमा बडी यो डिरेक्सनमा मुभ हुन खोजिरहेको छ भनेपछि स्लाइड हुन खोजिरहेको छ भने फ्रिक्सनल फोर्स भनेको त्यसको अपोजिट डिरेक्सनमा आउँछ भनेको एफएस भयो। भनेपछि हामी यो वेटलाई चाहिँ दुईवटा कम्पोनेन्टमा रिजल्भ हाम्रो चाहिँ अब के मान्छौँ यो डिरेक्सनलाई चाहिँ हामी एक्स एक्सिस मान्छौँ अहिलेलाई, अनि यो डिरेक्सनलाई चाहिँ हामी के मान्छौँ त वाइ एक्सिस भनेर मान्छौँ। भनेपछि वेटलाई हामी दुईवटा वेटले यो नर्मल रियाक्सनसँग यो जोमेट्री अनुसार एङ्गल निकाल्ने हो भने वेटले नर्मल रियाक्सनसँग बनाउने एङ्गल यो भनेको कति हुन जान्छ त अल्फा हुन्छ है। वेटले नर्मल रियाक्सनसँग बनाउने भनेको एङ्गल भनेको अल्फा हुन्छ है। अब त्यसपछि आउँछ यो एङ्गल कसरी अल्फा भयो थाहा छ? यो एङ्गल थाहा छ? यो एङ्गल कसरी अल्फा भयो? थाहा छ कि छैन? छ भने म भन्दिनँ, छैन भने म सरले भन्दिनुहोस् है। हाम्रो फ्रिक्सनल फोर्स भनेको कसरी लाग्छ त इन्क्लाइन सर्फेससँग प्यारलल भएर लाग्छ। भनेपछि मलाई थाहा छ इन्क्लाइन सर्फेस यो इन्क्लाइन प्लेनले होराइजन्टलसँग कति एङ्गल बनाएको छ? अल्फा एङ्गल बनाएको छ। भनेपछि यो एङ्गल पनि कति हुन जान्छ त? यो एङ्गल पनि अल्फा हुन जान्छ। अब यो मेरो यो लाइन भनेको यो एउटा लाइन इन्क्लाइन सर्फेससँग प्यारलल हुने लाइन भयो। यो लाइन भनेको के हो त इन्क्लाइन सर्फेससँग परपेन्डिकुलर हुने लाइन हो। भन्दाखेरि यो टोटल एङ्गल भनेको इच अदरसँग कति हुन्छ त? दिस टोटल एङ्गल इज इक्वल्स टु 90 डिग्री हुन्छ। 90 डिग्री भइसकेपछि यो एङ्गल भनेको कति हुन्छ त 90 डिग्री माइनस अल्फा हुन्छ। फेरि यहाँ कति छ त यो होराइजन्टल लाइन हो, यो भर्टिकल लाइन हो। होराइजन्टल र भर्टिकल लाइनले इच अदरसँग कति एङ्गल बनाउँछ? 90 डिग्री एङ्गल बनाउँछ। 90 डिग्री एङ्गल बनाइसकेपछि यो एङ्गल भनेको कति हुन्छ त 90 डिग्री माइनस 90 डिग्री माइनस अल्फा गरेर आउँछ। यो एङ्गल भनेको कति आउँछ त अल्फा आउँछ। भनेपछि वेटले चाहिँ जहिले पनि यो नर्मल रियाक्सनको अलाइनमेन्टमा जहिले पनि कति एङ्गल बनाएको हुन्छ त अल्फा एङ्गल बनाएको हुन्छ है। अब चाहिँ बुझ्नुभयो होला। अब त्यसपछि वेटलाई हामी दुईवटा कम्पोनेन्टमा रिजल्भ गर्छौँ। एउटा यो डिरेक्सनको कम्पोनेन्टमा रिजल्भ गर्छौँ, एउटा चाहिँ डिरेक्सन यो डिरेक्सन एउटा चाहिँ इन्क्लाइन प्लेनसँग प्यारलल हुने डिरेक्सनमा रिजल्भ गर्छौँ, एउटा चाहिँ इन्क्लाइन प्लेनसँग परपेन्डिकुलर हुने डिरेक्सनमा रिजल्भ गर्छौँ। किनभने हामीले एक्सिस नै एक्स एक्सिस इन्क्लाइन प्लेनसँग प्यारलल हुने एक्सिसलाई एक्स एक्सिस मानेको छ, इन्क्लाइन प्लेनसँग परपेन्डिकुलर हुने एक्सिसलाई हामीले वाइ एक्सिस मानेको छ। भनेपछि यो कम्पोनेन्ट भनेको वेटको कस कम्पोनेन्ट हुन्छ। यो भनेको कति आउँछ डब्लु कस अल्फा आउँछ। यो कम्पोनेन्ट भनेको वेटको साइन कम्पोनेन्ट हुन्छ। यो भनेको कति आउँछ डब्लु साइन अल्फा आउँछ। अब इम्पेन्डिङ मोसन हुँदासम्म बडी केमा हुन्छ इक्विलिब्रियममा हुन्छ। बडी असिलेटेड गरेको हुँदैन। त्यही भएर हामी इक्विलिब्रियम इक्वेसन लगाउन सक्छौँ समेसन एफएक्स इक्वल्स टु 0 गर्न। एउटा साइन कन्भेन्सनलाई फलो गरेर यसलाई चाहिँ पोजिटिभ मान्छ। समेसन एफएक्स इक्वल्स टु 0 गर्दाखेरि एफएक्स डिरेक्सनमा कुन कुन फोर्सहरू लागेको छ हेर त। एउटा चाहिँ एफएस फोर्स लागेको छ, यो पोजिटिभ साइनमा भयो। एउटा चाहिँ माइनस डब्लु साइन अल्फा लागेको छ, यो चाहिँ के भयो त नेगेटिभ साइन भयो इज इक्वल्स टु 0। यो भनेको के हुन्छ त भन्दाखेरि मेरो एफएस भनेको चाहिँ के आयो त एफएस इज इक्वल्स टु के आयो त डब्लु साइन अल्फा आयो। डब्लु साइन अल्फा आयो। एफएस भनेको स्ट्याटिक फ्रिक्सन, स्ट्याटिक फ्रिक्सन भनेको के हो त भन्दाखेरि कोएफिसिएन्ट अफ फ्रिक्सन इन्टु नर्मल रियाक्सन स्ट्याटिक फ्रिक्सन भनेको यो भनेको चाहिँ के आयो त डब्लु साइन अल्फा आयो होइन। भनेपछि म यसमा चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सनको टर्ममा चाहिँ राख्छु। यो भनेको अहिलेसम्म हाम्रो स्ट्याटिक फ्रिक्सनै छ, त्यही भएर कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन राखेँ मैले, यो एन भयो होइन। अब मलाई के थाहा छ कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन भनेको के थाहा छ मलाई? कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज इक्वल्स टु के भनेर थाहा छ? कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन भनेको के को रेसियो हो त? डब्लु साइन अल्फा बाई एन आयो होइन। हेर त डब्लु साइन अल्फा भनेको यो भयो डिभाइडेड बाई एन, एन भनेको यो भयो होइन। भनेपछि
यसमा चाहिँ डब्लु साइन अल्फा बाई एन भनेको के हो त हेर त, यो भनेको डब्लु साइन अल्फा भयो होइन, यो भनेको डब्लु साइन अल्फा भयो, यो भनेको एन भयो भन्दाखेरि डब्लु साइन अल्फा भनेको यहाँनिर आएको छ, त्यसपछि एन एन भनेको योसँग पर्पेन्डिकुलर हुने गरी यसरी आएको छ, यो भयो मेरो डब्लु साइन अल्फा भयो, साइन अल्फा भयो, यो भनेको मेरो चाहिँ के भयो त एन भयो होइन, भनेपछि यो मेरो नर्मल रियाक्सन भयो होइन, यो मेरो नर्मल रियाक्सन भयो, यो यतापट्टि भर्टिकली डाउनवर्ड चाहिँ मेरो के फोर्स आएको भयो त वेट फोर्स आएको है, भर्टिकली डाउनवर्ड चाहिँ वेट फोर्स आएको छ, भनेपछि वेट फोर्सले नर्मल रियाक्सनसँग अल्फा एङ्गल बनाएको छ, यो भनेको कति हुन जान्छ त अल्फा हुन जान्छ है, भनेपछि यो भनेको यो एङ्गल भनेको अल्फा हुन जान्छ मेरो, भनेपछि यो डब्लु साइन अल्फा र नर्मल रियाक्सनको रेसियो भनेको के आउँछ त भन्दाखेरि डब्लु साइन अल्फा र नर्मल रियाक्सनको रेसियोलाई चाहिँ हामी के भन्छौँ त ट्यान अल्फाले इन्डिकेट गर्छौँ होइन, भनेपछि यसबाट के आयो त भन्दाखेरि कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन इज इक्वल्स टु के आयो त ट्यान अल्फा भनेर आयो है, भनेपछि डब्लु साइन अल्फा र नर्मल रियाक्सनको रेसियोले चाहिँ हाम्रो के दिन्छ त ट्यान अल्फाको भ्यालु दिन्छ कि, ट्यान अल्फाको भ्यालु भनेको के हो भन्दाखेरि चाहिँ हेर त यो यसरी एउटा लाइन बनाइदियो, भनेपछि यो लाइन र यो लाइन चाहिँ के हुन्छ त इच अदरसँग यसरी एउटा लाइन बनाइदियो, यसरी एउटा ट्रायङ्गल बनाइदियो होइन, यो डब्लुको लाइन भनेको कसरी जान्छ, डब्लुको लाइन भनेको यसरी जान्छ, वेटको लाइन भनेको यसरी जान्छ, यो एङ्गल इक्वल्स टु अल्फा हुन्छ, यो एङ्गल अल्फा भइसकेपछि यो अल्टरनेट एङ्गल भएको कारणले यो पनि के हुन जान्छ अल्फा हुन्छ। अब यो ट्रायङ्गलमा हेरेर त ट्यान अल्फा इक्वल्स टु कति हुन्छ, यो ट्रायङ्गलमा ट्यान अल्फा इक्वल्स टु कति हुन्छ भन्नुहोस् त, ट्यान अल्फा भनेको पी बाई बी, पी भनेको मेरो कति छ त, पी भनेको कति छ त यो इच अदरसँग पर्पेन्डिकुलर हुन्छ यो, भनेपछि पी भनेको मेरो कति छ यसमा, पी भनेको डब्लु साइन अल्फा छ यो ट्रायङ्गलमा, बी भनेको कति छ एन, भनेपछि डब्लु साइन अल्फा बाई एन भनेपछि के लेख्न पाउँछौँ त हामी ट्यान अल्फा भनेर लेख्न पाउँछौँ, भनेपछि डब्लु साइन अल्फा बाई एनलाई चाहिँ हामी के लेख्छौँ ट्यान अल्फा भनेर लेख्छौँ, भनेपछि मेरो म्यु एस भनेको चाहिँ कति आयो त भन्दाखेरि चाहिँ ट्यान अल्फाको टर्ममा आयो है, ट्यान अल्फाको टर्ममा एउटा इक्वेसन आयो है, भनेपछि हामीले कोएफिसिएन्ट अफ हामीले अघिको म्युएस भनेको चाहिँ ट्यान अल्फाको टर्ममा आयो है, अब अघिको रिलेसनबाट हामीले के निकालेको थियौँ भन्दाखेरि चाहिँ हेर त हामीले एङ्गल अफ फ्रिक्सन पनि म्युएस भनेको चाहिँ एङ्गल अफ रिपोजको टर्ममा पनि निकालेको छ यो रिलेसनबाट हेर त, एङ्गल अफ रिपोज भनेको चाहिँ के भनेर निकालेको थियौँ त ट्यान फाई भनेको चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन अब हेरौँ है त, स्लाइड देखिराख्नु भएको छ है, स्लाइड देख्नु भएको छ है, भनेपछि
कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको चाहिँ पहिला हामीले एंगल अफ फ्रिक्सनको tan phi भनेको कोएफिसिएन्ट अफ फ्रिक्सनको टर्ममा निकालेको थियो। अब चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको tan अल्फा भनेको नि कोएफिसिएन्ट अफ फ्रिक्सन हैन। tan phi भनेको एंगल अफ फ्रिक्सन युज गरेको भए phi भने अल्फा भनेको एंगल अफ रिपोज भनेपछि यसबाट यो दुईटा रिलेसनबाट हामी के भन्न सक्छौँ भन्दाखेरि चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन एंगल अफ रिपोज चाहिँ भनेको र एंगल अफ फ्रिक्सन भनेको दुईटा चाहिँ इक्वल हुँदो रहेछ हैन। भनेपछि एंगल अफ जबसम्म त्यहाँ इम्पेन्डिङ मोसन हुन्छ तबसम्म चाहिँ इम्पेन्डिङ मोसनको बेलामा हैन, जबसम्म मोसन हुँदैन कम्प्लिट मोसन हुँदैन, जबसम्म त्यहाँ इम्पेन्डिङ मोसन हुन्छ इम्पेन्डिङ मोसनसम्म चाहिँ हामी के भन्न सक्छौँ त भन्दाखेरि चाहिँ काइनेटिक एंगल अफ फ्रिक्सन र एंगल अफ रिपोजको भनेको चाहिँ दुईटा भ्यालु चाहिँ इक्वल हुन्छ भनेर भन्छ है। भनेपछि यहाँबाट यो रिलेसन आयो। अब त्यसपछि आउँछ त्यही भनेको छ यसमा हेर त, यसमा चाहिँ एंगल अफ फ्रिक्सन इज इक्वल्स टू फ्रम द प्रिभियस रिलेसन हैन। एंगल अफ हामी tan phi भनेको चाहिँ हाम्रो म्यू एस हो, phi भनेको चाहिँ एंगल अफ फ्रिक्सन हो। भनेपछि एंगल अफ फ्रिक्सन र एंगल अफ रिपोज भनेको चाहिँ इक्वल हुन्छ भनेर चाहिँ भन्छ है। अब एक्जाममा सोधिराख्ने क्वेसन भनेको चाहिँ व्हाट इज द कन्डिसन अफ टिपिङ एन्ड स्लाइडिङ अफ ब्लक हैन। टिपिङ र स्लाइडिङ अफ ब्लकको लागि चाहिँ कन्डिसन के हो भनेर आउँछ भनेर सोधिरहन्छ। टिपिङ भनेको चाहिँ टर्निङ अफ द ब्लक एउटा पोइन्टको एबाउटमा ब्लक चाहिँ के हुन्छ टर्न हुन्छ। मैले यतानिर यसरी फोर्स लगाएको छु भने कुन पोइन्टको एबाउटमा ब्लक टर्न हुन्छ त, ए पोइन्टको एबाउटमा चाहिँ ब्लक चाहिँ के हुन्छ त टर्न हुन्छ। भनेपछि टिपिङ रिफर्स टु द टर्निङ अफ द ब्लक एबिसिडी। यसमा एबिसिडी भनेर एउटा ब्लक छ, यो चाहिँ एउटा सर्फेसमा रेस्ट भएको छ हैन। टिपिङ भनेको चाहिँ टर्निङ अफ द ब्लक एबिसिडी ड्यू टु द फर्मेसन अफ कपल फर्मेसन भएको कारणले चाहिँ त्यहाँ चाहिँ टर्निङ अफ द ब्लक हुन्छ। अनि त्यो कन्डिसनलाई नै हामी के भन्छौँ त टिपिङ भनेर भन्छौँ है। द टिपिङ कन्डिसन फर नो टिपिङ जबसम्म h इज इक्वल्स टु हैन, h इज इक्वल्स टु a डिभाइडेड बाई ट्वाइस म्यू एस हुन्छ अथवा h इज लेस देन a डिभाइडेड बाई ट्वाइस म्यू एस हुन्छ तबसम्म त्यहाँ चाहिँ के हुँदैन त टिपिङ हुँदैन, ओभर टर्निङ अफ ब्लक हुँदैन हैन। अब कन्डिसन अफ नो टिपिङ भनेर चाहिँ हामी केलाई बुझ्छौँ त, जबसम्म h इज लेस देन इक्वल्स टु a डिभाइडेड बाई ट्वाइस म्यू एस हुन्छ तबसम्म त्यहाँ चाहिँ ओभर टर्निङ अफ ब्लक अथवा टर्निङ अफ ब्लक हुँदैन। यो कुरालाई चाहिँ हामी प्रुभ गर्छौँ। भनेपछि क्वेसनमा एक्जाममा रिपिटेडली सोधिराख्ने क्वेसन हो कि प्रुभ वाट इज द कन्डिसन अफ टिपिङ एन्ड स्लाइडिङ अफ अ ब्लक प्रुभ भनेर चाहिँ सोधिरहेको छ। भनेपछि यो चाहिँ कन्डिसन हो फर नो टिपिङको लागि चाहिँ कन्डिसन भनेको यो हो। टिपिङ हुनको लागि चाहिँ एस सुड बी ग्रेटर देन इक्वल्स टु ए डिभाइडेड बाई ट्वाइस म्यू एस भनेर चाहिँ यो चाहिँ प्रुभ गर्नुपर्छ। भनेपछि फर नो टिपिङ चाहिँ हाम्रो एच सुड बी लेस देन इक्वल्स टु ए डिभाइडेड बाई ट्वाइस म्यू एस। नो टिपिङ हुनलाई जब एचको भ्यालु चाहिँ ग्रेटर देन चाहिँ ए डिभाइडेड बाई ट्वाइस म्यू एस हुन्छ तब चाहिँ हाम्रो ब्लक चाहिँ के हुन्छ टर्न हुन्छ, एउटा पोइन्टको बाटमा टर्न हुन्छ है। एच भनेको चाहिँ इट्स अ पोइन्ट अफ एप्लिकेसन अफ फोर्स पी एबभ द बेस अफ द ब्लक एबी। एच भनेको चाहिँ फोर्स पी कुन पोइन्टमा लागेको छ बेसबाट त्यो पोइन्टसम्मको डिस्टेन्सलाई चाहिँ हामी के मानेको छौँ एच मानेको छौँ। अब प्रुभिङको लागि चाहिँ के गरौँ भन्दा एउटा ब्लक कन्सिडर गरौँ एबिसिडी भनेर हैन। एट एक्सट्रिम पोइन्ट अफ tipping, that is at just tipping condition, the block will be in equilibrium and the reaction R will be at point A भनेको छ हैन। जस्ट टिपिङ कन्डिसनमा हैन, टिपिङ हुनुभन्दा अगाडि हैन, एक्सट्रिम कन्डिसन अफ टिपिङ भनेको चाहिँ फर एक्सट्रिम पोइन्ट अफ टिपिङ भनेको चाहिँ जस्ट टिपिङ हुन खोज्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ जब जस्ट टिपिङ हुन खोज्दाखेरि यो ब्लक जस्ट मुभ हुनु अगाडि अथवा बडी जस्ट मुभ हुनुभन्दा अगाडि बडी इक्विलिब्रियममा भएको जस्तै जस्ट टिपिङ एबाउट टु टिप हुँदाखेरिसम्म यो बडी चाहिँ के हुन्छ त इक्विलिब्रियममा हुन्छ कि। त्यही भएर चाहिँ हामी यसमा इक्विलिब्रियम इक्वेसन चाहिँ लाउन सक्छौँ हैन। अब त्यतिखेर चाहिँ जस्ट एबाउट टु टिप हुँदाखेरि चाहिँ हाम्रो यो सर्फेसले दिने रिएक्सन चाहिँ कहाँनिर लाग्छ त पोइन्ट एमा लाग्छ कि। जस्ट एबाउट टु टिप हुँदाखेरि मेरो फोर्स पी यसरी लागिरहेछ भने यो सर्फेसले दिने रिएक्सन, यो सर्फेसले बडीमा दिने रिएक्सन भनेको कहाँनिर लाग्छ त पोइन्ट एमा लाग्छ। भनेपछि यसको जस्ट अबाउट टु टिप भनेपछि एट एक्सट्रिम पोइन्ट अफ टिपिङ कन्सिडर गरेर मैले चाहिँ फ्री बडी डायग्राम बनाउने हो भने यस्तो हुन्छ। फोर्स पीमा लागिरहेछ, यो भनेको डिस्टेन्स एच भयो। एक्सट्रिम पोइन्ट अफ टिपिङमा मेरो यो सर्फेसले दिने रिएक्सन भनेको पोइन्ट एमा लाग्छ, त्यो भनेको आर भयो। भनेपछि अब फोर्स यहाँनिर लागिरहेछ भनेपछि फ्रिक्सनल फोर्स यसको ठ्याक्क अपोजिट डिरेक्सनमा डेभलप हुने भयो। एट द कन्ट्याक्ट सर्फेस ठ्याक्क अपोजिट डिरेक्सनमा मेरो फ्रिक्सनल फोर्स डेभलप भइरहेछ। बडी स्लाइड भएको छैन अहिलेसम्म, बडी इक्विलिब्रियममै छ, स्लाइड हुनु खोजिरहेछ तर स्लाइड भएको छैन।
टिप ओभरटर्न हुन खोजिरहेको छ तर टर्न भएको छैन भनेपछि यसमा चाहिँ हामी डेभलप हुने फ्रिक्सनलाई चाहिँ स्ट्याटिक फ्रिक्सन नै मान्छौँ। भनेपछि यो फ्रिक्सनल फोर्स भनेको एफएस हो। एफएस भनेको एफएस म्युएस इन्टु आर हो। यसलाई म्युएस इन्टु आरको टर्ममा प्रेजेन्ट गरेको छ। अनि यो बडीको वेट भनेको एमजी, त्यो भनेको कहाँबाट लाग्छ? सिजीबाट लाग्छ। यो भनेको दिस इज द फ्री बडी डायग्राम फर द एक्सट्रिम पोइन्ट अफ टिपिङ। जस्ट टिपिङ हुन खोज्दाखेरिको चाहिँ फ्री बडी डायग्राम भयो। अब यतिखेरसम्म बडी चाहिँ केमा हुन्छ भनेर चाहिँ इक्विलिब्रियममा हुन्छ भनेर चाहिँ, त्यही भएर चाहिँ हामी के गर्न सक्छौँ त यसमा इक्विलिब्रियम इक्वेसन लगाउन सक्छौँ। इक्विलिब्रियम इक्वेसन सो एट इक्विलिब्रियम हामी चाहिँ के गर्न सक्छौँ त मोमेन्ट ब्यालेन्स भएर बसेको हुन्छ। पोइन्ट ए को एबाउटमा मोमेन्ट निकाल्छौँ। समेसन अफ अल द मोमेन्ट्स एट पोइन्ट ए सुड बी इक्वल्स टु 0। हामी चाहिँ एउटा साइन कन्भेन्सन फलो गर्छौँ क्लकवाइज डिरेक्सनलाई पोजिटिभ मानेर। भनेपछि पोइन्ट एमा केले मोमेन्ट दिन्छ हेर्नु त, एउटा यो एमजी भन्ने फोर्सले मोमेन्ट दिन्छ, क्लकवाइज डिरेक्सनमा दिन्छ एमजी इन्टु यहाँदेखि यो पोइन्ट एसम्मको होराइजन्टल डिस्टेन्स भनेको a/2। यहाँदेखि यहाँसम्मको डिस्टेन्स ए छ भने यो सिजीदेखि पोइन्ट एसम्मको होराइजन्टल डिस्टेन्स भनेको a/2, एमजी इन्टु a/2 गर्छौँ। अनि त्यसपछि पी फोर्सले दिन्छ पी इन्टु यो एच भयो। पी फोर्सले चाहिँ कुन डिरेक्सनमा दिन्छ? एन्टी क्लकवाइज डिरेक्सनमा दिन्छ। त्यही भएर के भयो त माइनस पी इन्टु एच भयो। भनेपछि यहाँबाट एउटा रिलेसन आउँछ। के रिलेसन आउँछ भनेको पिएच इक्वल्स टु एमजी a/2 भनेर एउटा रिलेसन आउँछ। यसलाई चाहिँ हामी के भन्यो? इक्वेसन 1 भनेर इन्डिकेट गर्छौँ। अल्सो इक्विलिब्रियममा चाहिँ समेसन एफएक्स इक्वल्स टु 0 हुन्छ। एक्स डिरेक्सनमा कुन फोर्स लागेको छ एउटा साइन कन्भेन्सन फलो गरेर यो डिरेक्सनलाई पोजिटिभ मान्यो भने म्युएस यो भनेको फ्रिक्सनल फोर्स हो। म्युएस इन्टु आर माइनस पी गर्दाखेरि हाम्रो अरू होराइजन्टल डिरेक्सनमा फोर्स छ छैन, इक्वल्स टु 0 हुनुपर्छ। पी भनेको म्युएस इन्टु आर भनेको चाहिँ हामीले अप्लाइड गरेको फोर्स भनेको फ्रिक्सनल फोर्ससँग इक्वल छ होइन, इक्वल हुनुपर्छ। अब त्यसपछि आउँछ समेसन। यो बडी मोसनमा आएको छैन, त्यही भएर अप्लाइड फोर्स सुड बी इक्वल्स टु द फ्रिक्सनल फोर्स हुनुपर्छ। अब त्यसपछि आउँछ समेसन एफवाई इक्वल्स टु 0। वाइ डिरेक्सनमा कुन फोर्स लागेको छ? एउटा आर लागेको छ, आर, अर्को एमजी लागेको छ माइनस एमजी। यसमा चाहिँ आर इक्वल्स टु एमजी हुन्छ। अब तिनवटा इक्वेसन आयो, एउटा यो इक्वेसन आयो, एउटा यो इक्वेसन आयो, एउटा यो इक्वेसन आयो। कम्बाइनिङ अल द इक्वेसन्स हामी के लेख्न सक्छौँ भन्दाखेरि म्युएस भयो, आर भयो होइन, हाम्रो आरको भ्यालु पनि आयो। आरको भ्यालु भनेको एमजी आयो। अनि अर्को हाम्रो के को भ्यालु आयो त यसमा पीको भ्यालु पनि आएको छ। पीको भ्यालु चाहिँ के को? पिएचको भ्यालु आएको छ। पिएचको भ्यालु के को टर्ममा आएको छ? एमजी a/2 को भ्यालु आएको छ। यहाँबाट के को भ्यालु आएको छ? पीको भ्यालु आएको छ है। पीको भ्यालु यसमा पीको भ्यालु यसमा सब्स्टिट्युट गरिदियो। पीको भ्यालु यो पीको भ्यालु यसमा सब्स्टिट्युट गर्दाखेरि के आउँछ त म्युएस आरएच इक्वल्स टु के आउँछ त एमजी a/2 भनेर आउँछ। मलाई थाहा छ एमजी भनेको फेरि के हो त? आर हो यो रिलेसनबाट। भनेपछि यसबाट म्युएस आर बाई एच इक्वल्स टु आर a/2 को रिलेसन आउँछ होइन। इक्वेसन 1, 2, 3 कम्पेयर गर्दाखेरि मेरो यो रिलेसन आउँछ। अब यो रिलेसन आएको बुझ्नु भएको छ? नो टिपिङ कन्डिसन। अब रिलेसन 1 के आएको छ त? रिलेसन 1 मा समेसन एमए इक्वल्स टु 0 गरेका छौँ। क्लकवाइज मोमेन्टलाई पोजिटिभ लिएर गरेका छौँ। भनेपछि यसबाट एउटा रिलेसन आएको छ। रिलेसन के आएको छ? पिएच इज इक्वल्स टु एमजी a/2 भन्ने एउटा रिलेसन आएको छ। यसलाई चाहिँ के गर्नु त इक्वेसन 1 भन्नु। हाम्रो कन्डिसन 2 मा हामीले के गरेका छौँ त समेसन एफएक्स इक्वल्स टु 0 गरेका थियौँ। एउटा साइन कन्भेन्सन फलो गरेका थियौँ यो डिरेक्सनलाई पोजिटिभ मानेर। समेसन एफएक्स इक्वल्स टु 0 गर्दाखेरि मेरो एउटा रिलेसन आएको थियो। के रिलेसन आएको थियो त? पी इक्वल्स टु म्युएस आर भन्ने रिलेसन आएको छ। यसलाई के मान्नु त इक्वेसन 2 मान्नु। अनि थर्डमा आउँछ समेसन एफवाई इक्वल्स टु 0। समेसन एफवाई इक्वल्स टु 0 एउटा डिरेक्सनलाई पोजिटिभ मानेर गरौँ। त्यसबाट एउटा रिलेसन आएको थियो। के रिलेसन आएको थियो त भन्दाखेरि आर इक्वल्स टु एमजी भन्ने रिलेसन आएको थियो। यसलाई हामीले के भन्नु त इक्वेसन 3 मान्नु होइन। इक्वेसन 1, 2 र 3 कम्पेयर गर्दाखेरि के आउँछ हेर त? मेरो पी भनेको के छ त? पी भनेको म्युएस आर छ भनेपछि पीको ठाउँमा म के राख्न सक्छु त? यहाँबाट यसले फ्रम इक्वेसन 2 होइन, फ्रम इक्वेसन 1 एन्ड 2 म के लेख्न सक्छु त? फ्रम इक्वेसन 1 एन्ड 2 पीको सट्टामा म के लेख्न सक्छु त? पी भनेको म्युएस आर भनेर लेख्न सक्छु एच होइन। पी किनभने पीको भ्यालु म्युएस आर आएको छ। पीको भ्यालु यहाँ सब्स्टिट्युट गर्यो, एच भनेको एच भइहाल्यो। अनि त्यसपछि के गर्न सक्छु त? एमजी a/2 गर्न सक्छु।
फेरि यहाँ इक्वेसन थर्डबाट एमजी भनेको के को टर्ममा आएको छ भने आर को टर्ममा आएको छ नि भनेपछि एमजी को सट्टामा के सब्स्टिट्युट गरिदिन सक्छु आर सब्स्टिट्युट गर्न भनेपछि यहाँबाट के आउँछ भने म्युएस आर एच इज इक्वल्स टु आर ए/2 भनेर आउँछ है। भनेपछि आरआर क्यान्सल आउट भयो। आरआर क्यान्सल आउट भइसकेपछि मेरो एच भनेको के को टर्ममा आउँछ त भन्दाखेरि एच इज इक्वल्स टु के हुन्छ त एच आरआर क्यान्सल आउट भयो। एच इज इक्वल्स टु म के लेख्न सक्छु त भन्दाखेरि ए डिभाइडेड बाई ट्वाइस म्युएस यसरी लेख्न सक्छु। भनेपछि यो भनेको चाहिँ नो टिपिङ कन्डिसन हो। नो टिपिङ कन्डिसन जबसम्म एच इज इक्वल्स टु अथवा लेस देन ए डिभाइडेड बाई ट्वाइस यो चाहिँ म्याक्सिमम भ्यालु अफ एच हो कि जबसम्म एच इज इक्वल्स टु ए डिभाइडेड बाई ट्वाइस म्युएस हुन्छ तबसम्म हाम्रो ब्लक चाहिँ के हुँदैन त टर्न हुँदैन। जबसम्म एच इज यो चाहिँ म्याक्सिमम भ्यालु एच इज लेस देन ए डिभाइडेड बाई म्युएस ट्वाइस म्युएस हुन्छ तबसम्म मेरो भ्यालु चाहिँ मेरो ब्लक चाहिँ के हुँदैन त टर्न हुँदैन। एउटा पोइन्ट ए पोइन्टको बादमा टर्न हुँदैन। जब चाहिँ यो भ्यालु एक्सिड गर्छ जब चाहिँ हाम्रो एच इज ग्रेटर देन ए डिभाइडेड बाई ट्वाइस म्युएस हुन्छ तब चाहिँ हाम्रो बल्ल ब्लक चाहिँ के हुन्छ त टर्न हुन्छ होइन एउटा पोइन्टको बादमा चाहिँ टर्न हुन्छ। त्यही भएर चाहिँ नो टिपिङ कन्डिसन भनेको हामी के लेख्न सक्छौँ भन्दाखेरि नो टिपिङ कन्डिसन भनेको चाहिँ भनेपछि नो टिपिङ कन्डिसन भनेर सो फर नो टिपिङ एच भनेको के हुनुपर्छ त लेस देन इक्वल्स टु यो हुनको लागि टिपिङ नहुनको लागि चाहिँ एच भनेको लेस देन इक्वल्स टु ए डिभाइडेड बाई ट्वाइस म्युएस हुनुपर्छ। अनि टिपिङ हुनको लागि चाहिँ एच सुड बी ग्रेटर देन के हुनुपर्छ त ए डिभाइडेड बाई ट्वाइस म्युएस हुनुपर्छ है। भनेपछि यो भनेको नो टिपिङ कन्डिसन हो। तर टिपिङ हुनको लागि चाहिँ के हुनुपर्छ त माथि हेरौँ त फर टिपिङ एच भनेको के हुनुपर्छ त ग्रेटर देन के हुनुपर्छ ए डिभाइडेड बाई ट्वाइस म्युएस है। भनेपछि कन्डिसन फर टिपिङ एन्ड स्लाइडिङ अफ ब्लकमा चाहिँ हामीले के देखाइदिने त नो टिपिङ कन्डिसनको लागि चाहिँ कन्डिसन देखाइदिने यो भनेको नो टिपिङ कन्डिसन हो। जबसम्म एच लेस देन इक्वल्स टु ए डिभाइडेड बाई ट्वाइस म्युएस हुन्छ ब्लक चाहिँ पोइन्ट ए को एबाउटमा यसरी फोर्स पी लागेको छ भने पोइन्ट ए को एबाउटमा के हुन सक्दैन टर्न हुन सक्दैन। जब चाहिँ योभन्दा एचको लिमिट चाहिँ योभन्दा बढी हुने बित्तिकै हाम्रो चाहिँ फोर्स पी लाउँदाखेरि ब्लक चाहिँ पोइन्ट ए को एबाउटमा के हुन्छ त टर्न हुन्छ भनेर चाहिँ नो टिपिङ कन्डिसन यसरी देखाइदिनु पर्यो। एक्जाममा सोधिरहेको हुन्छ नो टिपिङ कन्डिसन अथवा नो टिपिङ एन्ड स्लाइडिङ अफ द ब्लक कन्डिसन फर स्लाइडिङ एन्ड टिपिङ एन्ड स्लाइडिङ अफ द ब्लकमा हामीले यो देखाइदिने कन्डिसन फर नो टिपिङ एन्ड नो स्लाइडिङ अफ द ब्लक भनेको यो हो भनेर चाहिँ यो देखाइदिने है। यो भयो यसको कुरा। अब त्यसपछि हाम्रो फ्रिक्सन च्याप्टरमा यति नै हो। फ्रिक्सन च्याप्टर सक्यो यति नै कुरा हो। अब फ्रिक्सन च्याप्टरमा न्युमेरिकलहरू आउँछ। अब त्यो न्युमेरिकल कसरी गर्ने भनेर 2 न्युमेरिकल चाहिँ हामीले है। अब यहाँनिर चाहिँ एउटा न्युमेरिकल यसमा चाहिँ के भनेको छ भने हरेक अब चाहिँ हरेक फ्रिक्सन च्याप्टरमा पनि हामीले के बनाउनुपर्छ फ्री बडी डायग्राम बनाउनुपर्छ। एकछिन हेलो ए हजुर नमस्ते हजुर भन्नुहोस् क्लास लिँदा मेरो क्लास म 3:30 बजीसम्म हुन्छ। हजुर ए हुन्छ 3:30 बजी 3:30 बजी छुट्टी हो। हजुर हजुर गइहाल्ने हजुर ए हुन्छ ए हुन्छ ए हस् हजुर हस् अब फ्रिक्सनको न्युमेरिकलमा चाहिँ हामीले फ्री बडी डायग्राम बनाएर गर्नुपर्ने हुन्छ है। अब यसमा के भनेको छ भने यसलाई चाहिँ यसो गरौँ एकचोटि स्निपिङ गरिहाल्छु छैन।
यसमा हेर्नुहोस् है त अब यसमा हेर्नु क्वेसनमा के भनेको छ भने द वुडन ब्लक अफ वेट चाहिँ कति त 100 न्युटन रेस्ट अन होराइजन्टल प्लेनमा रेस्ट भएको छ यसको वेट चाहिँ 100 न्युटन छ डिटरमाइन द फोर्स रिक्वायर्ड टु जस्ट पुल इट हैन यो फोर्स यो ब्लकलाई जस्ट पुल गर्नको लागि चाहिँ कति फोर्स चाहिन्छ यो फोर्स चाहिँ निकाल्नु भनेको छ हैन अनि पुस यो पुस गर्नको लागि कति फोर्स चाहिन्छ जस्ट पुस गर्नको लागि कति फोर्स चाहिन्छ त्यो फोर्स निकाल्नु भनेको छ त्यसको कोएफिसिएन्ट अफ फ्रिक्सन दुईटै केसमा कोएफिसिएन्ट अफ फ्रिक्सन कति लिनु भनेको छ 0.3 लिनु भनेको छ फर अल द सर्फेसेस सबै सर्फेसको लागि कमेन्ट अन द रिजल्ट के रिजल्ट आउँछ त्यसमा कमेन्ट गर्नु भनेको छ अब सपोज अहिलेलाई चाहिँ जस्ट मैले चाहिँ कुन फोर्स लगाएँ त यो पुलिङ फोर्स लगाएँ अनि यो पुलिङ फोर्सको एंगल अफ इन्क्लिनेसन चाहिँ यहाँ क्वेसनमै दिइरहेको छ कति डिग्री दिइरहेको छ त 30 डिग्री दिइरहेको छ क्वेसनमै भनेपछि अब म के गर्छु त्यसको फ्री बडी डायग्राम बनाउँछु फ्री बडी डायग्राम बनाउँदाखेरि चाहिँ यस्तो हैन मेरो एउटा कन्ट्याक्ट सर्फेस छ भने कन्ट्याक्ट सर्फेस पनि हटाइदिन्छु यसरी कन्ट्याक्ट सर्फेस हटाइदिन्छु यहाँ मेरो के आउँछ मेरो सर्फेस होराइजन्टल छ यो सर्फेसले यो बडीमा दिने रिएक्सन भनेको यो सर्फेससँग परपेन्डिकुलर भएर यसरी लाग्छ हैन भनेपछि यसरी सिजीबाट गएको देखाइदिन्छु यो भनेको नर्मल रिएक्सन भयो आर भनेपछि मेरो फोर्स कुन डिरेक्सनमा लागिरहेछ मेरो फोर्स यहाँनिर लागिरहेछ यसरी F1 मैले पुलिङ फोर्स लगाइरहेछु फोर्सको इन्क्लिनेसन कति दिइरहेछ क्वेसनमा दिस फोर्स इन्क्लिनेसन अफ दिस फोर्स इज 30 डिग्री भनेर दिइरहेछ फ्रिक्सनल फोर्स भनेको कहाँनिर डेभलप हुन्छ त भन्दाखेरि जुन डिरेक्सनमा फोर्स लागेको छ त्यसको अपोजिट डिरेक्सनमा चाहिँ डेभलप भइरहेछ अहिलेसम्म हामीले चाहिँ मोसनमा छैन यो जस्ट स्टार्ट टु मुभ मात्र भएको छ हैन भनेपछि यो इन्ड्युस भएको फ्रिक्सनल फोर्सलाई चाहिँ केले इन्डिकेट गर्छ त एफएस इन्डिकेट गर्छ अनि त्यसपछि यहाँ चाहिँ हाम्रो एउटा यसको वेट फोर्स पनि लागेको हुन्छ वेट फोर्स भनेको कति छ त 100 न्युटन लागेको छ 100 न्युटन यसरी चाहिँ मैले फ्री बडी डायग्राम बनाएको यसरी नै मैले यसरी फ्री बडी डायग्राम बनाएँ है अब फ्री बडी डायग्राम बनाएपछि यो ब्लक चाहिँ केमा छ त इक्विलिब्रियममा नै छ इक्विलिब्रियममा छ भनेपछि हामी के गर्न सक्छौँ त त्यसमा समेसन fx = 0 गर्न सक्छौँ भनेर fx मा कुन कुन फोर्स आएको छ त एउटा डिरेक्सन अज्युम गर्नु साइन कन्भेन्सनको लागि भनेपछि F1 cos θ अनि त्यसपछि यतापट्टि आएको छ यतापट्टि भनेको चाहिँ यो fs फोर्स आएको छ fs फोर्स भनेको चाहिँ के हुन्छ त μs r हुन्छ फ्रिक्सनल फोर्स = यति हुन्छ भ्यालु फ्रिक्सनल फोर्स = μs * r हुन्छ अनि fs को सट्टा हामी μs * r राख्न सक्छौँ = 0 यहाँबाट एउटा यो रिलेसन आयो मलाई के निकाल्नु छ f1 को भ्यालु निकाल्नु छ हो अब त्यसपछि निकाल्छु म अर्को इक्वेसन युज गर्छु समेसन fy = 0 y डिरेक्सनमा के फोर्स आएको छ एउटा r फोर्स आएको छ अनि एउटा चाहिँ वेट फोर्स आएको छ हैन भनेपछि एउटा चाहिँ F1 y डिरेक्सनमा अर्को फोर्स पनि आएको छ F1 sin θ भनेर F1 sin θ + r - w = यति छ भनेपछि यसबाट मेरो एउटा रिलेसन आउँछ यसबाट के को भ्यालु आयो त मेरो r को भ्यालु आयो के रिलेसनबाट r को अब यसबाट यो रिलेसनबाट r आयो r भनेको यसमा r सब्स्टिट्युट गर्दियौ r को भ्यालु भने फ्रम इक्वेसन 1 एन्ड 2 म के गर्न सक्छु त इक्वेसन 1 एन्ड 2 सल्भ गरेर म के गर्न सक्छु त F1 को भ्यालु निकाल्न सक्छु F1 को भ्यालु भनेको कति आयो त 29.53 न्युटन आयो केस 1 अब केस 2 को केसमा के गर्छौं त भन्दाखेरि केस 2 मा चाहिँ हाम्रो पुलिङ फोर्स लगाएको छ पुलिङ हैन पुशिङ फोर्स लगाएको छ भने पुशिङ फोर्स भनेको यसरी लगाउनु पर्यो यसरी पुशिङ फोर्स भनेको मेरो F2 भयो हैन तर यो बडी चाहिँ केमा छ त इक्विलिब्रियममै छ फेरि हामी के गर्छौं त यो बडीको चाहिँ फ्री बडी डायग्राम बनाउँछौं फ्री बडी डायग्राम बनाउँदा कस्तो हुन जान्छ हेरौं फ्री बडी डायग्राम बनाउँदाखेरि एउटा चाहिँ वेट फोर्स देखाइहाल्नु 200 न्युटनको पुश गरिरहेछ यतातिर फोर्स लागिरहेछ पुशिङ फोर्स लागिरहेछ यो डिरेक्सनमा हो भनेपछि मेरो यो एंगल चाहिँ कति छ त 30 डिग्री छ भनेपछि यो डिरेक्सनमा लागिरहेछ मिन्स मेरो फ्रिक्सनल फोर्सले लाग्छ यो डिरेक्सनमा भनेपछि फ्रिक्सनल फोर्स Fs भनेर यसरी देखाउँ यो भनेको सर्फेसले दिने रिएक्सन भयो r भनेर यसरी देखाउँ अर्को कुनै फोर्स छ अर्को कुनै फोर्स छैन यसलाई F2 भनेर देखाउँ अब इक्विलिब्रियम इक्वेसन लाउँदाखेरि मेरो के हुन्छ त फर्स्टमा म के लाउँछु त यो केस सेकेन्डमा Fx = 0 भनेर लाउँछु यो डिरेक्सनलाई चाहिँ के मान्छु त पोजिटिभ मान्छु है भनेपछि Fx = 0 गर्दाखेरि मेरो के आउँछ त भन्दाखेरि एउटा Fs फोर्स आउँछ अनि माइनस के आउँछ त F2 cos θ आउँछ F2 cos θ = के हुन्छ त 0 हुन जान्छ Fs भनेको फेरि के थाहा छ त मलाई μs * के थाहा छ त r भनेर थाहा छ माइनस
F2 cos थीटा इक्वल्स टु के हुन जान्छ 0 हुन जान्छ हैन यो एउटा इक्वेसन आयो यो एउटा इक्वेसन आयो अर्को इक्वेसन भनेको कसरी आउँछ समेसन fy इक्वल्स टु 0 गरेर आउँछ यो डिरेक्सनलाई पोजिटिभ मान्नु हैन अब y डिरेक्सनमा के आएको छ r आएको छ एउटा अनि त्यसपछि के आएको छ -200 आएको छ त्यसपछि के आएको छ त अर्को चाहिँ माइनस f2 sin 30 डिग्री आएको छ f2 sin 30 डिग्री इक्वल्स टु कति 0 लेख्न सक्छौँ है इक्वल्स टु 0 है भनेपछि यसबाट मेरो के को भ्यालु निकाल्न सक्छु त म r को डिरेक्सन निकाल्न सक्छु r भनेको कति आउँछ त f2 sin 30 प्लस 200 को टर्ममा आउँछ अब यो इक्वेसन 2 भयो इक्वेसन r को भ्यालु यसमा सब्स्टिट्युट गरेर मेरो के को भ्यालु आउँछ त f2 को भ्यालु आउँछ f2 को भ्यालु कति आउँछ हेरौँ त स्लाइडमा छ मेरो चाहिँ स्लाइड हेरेर मेरो f1 को भ्यालु 29.53 आएको थियो अब मैले f2 को भ्यालु निकाल्दाखेरि f2 को भ्यालु कति आउँछ हेर्नुस् त f2 को भ्यालु आयो 41.98 आयो f2 चाहिँ ग्रेटर देन f1 आयो हो f2 को भ्यालु चाहिँ 41.89 आयो f2 को भ्यालु धेरै ग्रेटर आयो f1 को भ्यालु हाम्रो कति आएको थियो 29 आएको थियो f2 को भ्यालु त्यसको लगभग डबल नै आयो भनेपछि यो ब्लकलाई चाहिँ के गर्दाखेरि मुभ गर्न सजिलो हुँदो रहेछ पुसिङ फोर्स दिँदाखेरि मुभ गर्न सजिलो हुन्छ कि पुलिङ फोर्स दिँदाखेरि मुभ गर्न सजिलो हुँदो रहेछ कुन फोर्स दिँदाखेरि मुभ गर्न सजिलो हुन्छ त पुलिङ फोर्सको भ्यालु एकदम थोरै आएको छ माथि हेरेर त पुलिङ फोर्सको भ्यालु आएको छ मेरो यति पुलिङ फोर्स निकाल्दाखेरि मेरो 29 आएको छ पुसिङ फोर्स निकाल्दाखेरि मेरो कति आएको छ 40 को रेन्जमा आएको छ हेर्नुस् त पुसिङ फोर्स निकाल्दाखेरि 40 को रेन्जमा पुसिङ फोर्स निकाल्दाखेरि 40 को रेन्जमा आएको छ भनेपछि पुलिङ फोर्सको भ्यालु कम आएको छ भनेपछि मैले पुलिङ फोर्स लगायो भने चाहिँ पुसिङ फोर्स भन्दा पनि पुलिङ फोर्स लगायो भने चाहिँ यो ब्लकलाई मुभ गर्न सजिलो हुने रहेछ देयरफोर इट इज इजियर टु पुल द ब्लक देन टु पुश हैन पुल गर्न सजिलो हुने रहेछ ब्लकलाई पुश गर्न भनेर यसले चाहिँ यसरी कन्क्लुजन दियो भनेपछि यो खालको न्युमेरिकल यसरी गर्नु पर्यो अर्को खालको न्युमेरिकल भनेको यस्तो खालको न्युमेरिकल आउन सक्छ सबै न्युमेरिकल त्यसरी नै गर्ने हो अब यस्तो खालको न्युमेरिकल आउन सक्छ यस्तो खालको न्युमेरिकलमा चाहिँ हाम्रो ब्लक ए छ अनि त्यसपछि ब्लक बी छ है अब त्यसपछि छ ब्लक ए को वेट दिइरहेछ 40 न्युटन भनेर दिइरहेछ त्यसै गरेर ब्लक बी को वेट दिइरहेछ 20 न्युटन भनेर दिइरहेछ यो दुईटै ब्लक चाहिँ केमा छ त इक्विलिब्रियम पोजिसनमा छ एज सोन इन द फिगर यो पोजिसनमा डिस्टर्ब भएको छैन इक्विलिब्रियम पोजिसनमै छ कति फोर्स लगाए पनि इक्विलिब्रियम पोजिसनमै छ भनेको छ कि क्यालकुलेट द फोर्स पी रिक्वायर्ड टु मुभ द ब्लक ए हैन यो ब्लक ए लाई जस्ट मुभ गराउनको लागि चाहिँ फोर्स पी कति चाहिन्छ त त्यो निकाल भनेको छ जस्ट मुभ फिक्सनको केसमा हामी मोसनको न्युमेरिकलै गर्दैनौँ कि जस्ट मुभ हुँदाखेरिको न्युमेरिकल गर्छौँ जस्ट अबाउट टु मुभ हुँदाखेरिको न्युमेरिकल गर्छौँ जस्ट अबाउट टु मुभ हुँदा के हुन्छ भन्दाखेरि इक्विलिब्रियम इक्वेसन लाउन पाउँछ न्युमेरिकल गर्न सजिलो हुन्छ हैन अब मोसनमा आउने बित्तिकै त्यसमा इक्विलिब्रियम इक्वेसन लाउन पायो त पाएन भनेपछि न्युमेरिकल गर्न गाह्रो भयो हामीलाई भनेपछि हामी जहिले पनि जस्ट अबाउट टु मुभ हुँदाखेरिको न्युमेरिकल गर्छौँ कि त्यसमा इक्विलिब्रियम केस कन्डिसन लाउन पाउँछ भन्दाखेरि म्युको भ्यालु चाहिँ कति लेभल दियो त फर अल सर्फेस यहाँ दुईटा कन्ट्याक्ट सर्फेस छ ए र यो यसको कन्ट्याक्ट सर्फेस छ अनि ए र बी कन्ट्याक्टमा आएको छ ए र यो सर्फेस कन्ट्याक्टमा आएको छ ए र बी कन्ट्याक्टमा आएको छ भने सबै सर्फेसको लागि चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको 0.3 लिनु भनेर भनेको छ है अब चाहिँ यसको लागि चाहिँ यस्तो खालको न्युमेरिकल छ भने चाहिँ हामी के गर्छौँ त भन्दाखेरि ब्लक बी चाहिँ मा चाहिँ रोप छ रोप केमा गएर अट्याच भएको छ यहाँ एउटा सपोर्टमा गएर अट्याच भएको छ भनेपछि पहिला चाहिँ म ब्लक बीको के बनाउँछु त फ्री बडी डायग्राम बनाउँछु है ब्लक बीको फ्री बडी डायग्राम बनाउँदाखेरि ब्लक बीलाई आइसोलेट गरिसकेपछि ब्लक बीमा के लागेको छ यहाँ टेन्साइल फोर्स लागेको छ ब्लक बीमा यहाँ टेन्साइल फोर्स लागेको छ टी यो फोर्सले ब्लक बीलाई यतापट्टि तान्न खोज्छ भनेपछि फ्रिक्सनल फोर्स कहाँनिर डेभलप हुनु पर्यो यो यतापट्टि यो डिरेक्सनमा तान्न खोज्छ भनेपछि फ्रिक्सनल फोर्स यो डिरेक्सनमा लानु पर्यो भने फ्रिक्सनल फोर्स एफबी अथवा एफएस भनेर यो डिरेक्सनमा यसरी देखाइदिनु पर्यो अर्को भनेको यो यसको वेट फोर्स भनेको डब्लुबी भइहाल्यो अनि यो बडी एले चाहिँ बडी बीमा एउटा नर्मल रियाक्सन दिन्छ
त्यो नर्मल रियाक्सनलाई चाहिँ के भनेर इन्डिकेट गरौँ त आरबी ब्लक एले ब्लक बीमा एउटा रियाक्सन दिन्छ नर्मल रियाक्सन दिन्छ भनेपछि यो नर्मल रियाक्सनलाई चाहिँ आरबी भनेर इन्डिकेट गरौँ भनेपछि आरबी भनेर यसरी इन्डिकेट गऱ्यो यसरी फ्री बडी डायग्राम बनायो सी ब्लक इक्विलिब्रियममा छ भनेपछि वी क्यान युज इक्विलिब्रियम इक्वेसन युज गर्दाखेरि समेसन एफ इक्वल्स टु 0 वाइ डिरेक्सनमा कुन कुन फोर्स लागेको छ आरबी लागेको छ अनि यो टी साइन थीटा लाग्छ अनि माइनस डब्लुबी होइन अब यसमा चाहिँ मलाई के पीको भ्यालु निकाल्नु छ नि त होइन भनेपछि आरबी सबै भ्यालु आउनुहुन्छ टी भ्यालु पनि आउनुहुन्छ पीको भ्यालु निकाल्नलाई सबै भ्यालु निकाल्नु पर्यो भनेपछि आरबी भनेको यो टर्ममा इक्वेसन आउँछ अब त्यसपछि आउँछ समेसन एफएक्स इक्वल्स टु 0 गर्छौँ एक्स डिरेक्सनमा कुन कुन फोर्स लागेको छ त टी कस 30 डिग्री र एफएक्स फोर्स लागेको छ एफबी फोर्स लागेको छ होइन भनेपछि एफबी फोर्स माइनस एफबी गरेर 0 गर्छौँ यसबाट एउटा इक्वेसन आउँछ यो इक्वेसन कुन टर्ममा आउँछ र यो टीको टर्ममा मेरो इक्वेसन आउँछ होइन यसबाट एउटा इक्वेसन आउँछ यसमा आरबीको भ्यालु माथि आरबीको भ्यालुको टर्ममा मैले निकालिसकेको छु आरबीको भ्यालु यसमा सब्स्टिट्युट गरिदिउँ मेरो टीको टर्ममा यसरी इक्वेसन आउँछ भनेपछि यो इक्वेसनलाई चाहिँ हामीले सल्भ गरिदिउँ भनेपछि यो इक्वेसनलाई सल्भ गर्दाखेरि चाहिँ मेरो टीको भ्यालु आउँछ है टीको भ्यालु आउँछ टीको भ्यालु आइसकेपछि के गर्छ आरबीको पनि भ्यालु आउँछ भनेपछि टीको र आरबीको भ्यालु आयो अब त्यसपछि हाम्रो फोर्स भनेको कुनमा लगाएको छ त ब्लक एमा लगाएको है भनेपछि अब ब्लक ए को क्यालकुलेसन गर्छौँ हामी ब्लक ए को क्यालकुलेसन गर्दाखेरि चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ यहाँनिर हेरौँ ब्लक ए को फ्री बडी डायग्राम बनाउँछौँ अब ब्लक ए हाम्रो यसरी छ ब्लक एमा के लाग्छ त भनेर हेरौँ अनि त्यसपछि ब्लक ए छ एउटा चाहिँ वेट फोर्स लाग्छ वेट फोर्स एउटा चाहिँ यो डिरेक्सनमा फोर्स लागिरहेको छ यो डिरेक्सनको फोर्सले कहाँनिर यो फोर्सले यतातिर मुभ गराउनु खोज्छ भनेपछि फ्रिक्सनल फोर्स मेरो यहाँनिर डेभलप हुन्छ यसलाई चाहिँ ब्लक एमा ब्लक ए को कन्ट्याक्ट सर्फेसमा डेभलप भएको फ्रिक्सनल फोर्स हो एफए भनेर इन्डिकेट गर्नु अनि यो सर्फेसले चाहिँ नर्मल रियाक्सन कहाँनिर दिन्छ त यो डिरेक्सनमा नर्मल रियाक्सन दिन्छ भनेपछि यो सर्फेस यो नर्मल रियाक्सनलाई चाहिँ के भनेर मानौँ त आरए भनेर मानौँ है अब त्यसपछि आउँछ यो ब्लकले पनि यो एमा चाहिँ रियाक्सन दिन्छ यो ब्लक बीले पनि ब्लक एमालाई चाहिँ केमा दिन्छ रियाक्सन दिन्छ भनेपछि दुईटा बडी यसरी कन्ट्याक्टमा छ भने यो बडीले पनि यो बडीमा के दिइरहेको हुन्छ रियाक्सन फोर्स दिइरहेको हुन्छ पोइन्ट अफ कन्ट्याक्टमा यो बडीले पनि यो बडीमा के दिइरहेको हुन्छ पोइन्ट अफ कन्ट्याक्टमा रियाक्सन फोर्स दिइरहेको हुन्छ भनेपछि केसँग त यो पोइन्ट अफ कन्ट्याक्टसँग टेन्जेन्सियल भन्नु पोइन्ट अफ कन्ट्याक्टको टेन्जेन्सियल सर्फेससँग नर्मल हुने गरेर चाहिँ के रियाक्सन दिइरहेको हुन्छ भनेपछि ब्लक बीले पनि एमा रियाक्सन दिइरहेको हुन्छ ब्लक बीले एमा रियाक्सन दिँदाखेरि यो डिरेक्सनमा हुन्छ ब्लक एले पनि बीमा रियाक्सन दिइरहेको हुन्छ ब्लक एले बीमा रियाक्सन दिँदाखेरि यो डिरेक्सनमा हुन्छ भनेपछि ब्लक बीले कति रियाक्सन फोर्स एक्जर्ट गरिरहेको हुन्छ एमा त्यो आरबी भन्ने रियाक्सन फोर्स एक्जर्ट गरिरहेको हुन्छ आरबी भनेर यसरी इन्डिकेट गर्यो अनि ब्लक ए को त वेट फोर्स पनि त छ नि होइन भनेपछि ब्लक एमा वेट फोर्स पनि लागेको छ वेट फोर्सलाई चाहिँ यसरी डब्ल्यू भनेर यसरी ब्लक ए को वेट फोर्सलाई डब्ल्यू भनेर यसरी इन्डिकेट गर्यो अर्को कुनै फोर्स लागेको छ अर्को कुनै फोर्स लागेको छैन अनि यहाँ ब्लक ए र बीको कन्ट्याक्ट सर्फेस त ब्लक ए र बीको कन्ट्याक्ट सर्फेसमा के भइरहेछ त फ्रिक्सनल फोर्स डेभलप भइरहेछ यो कन्ट्याक्ट सर्फेसमा हेरेर त भनेपछि यो फोर्सले चाहिँ ब्लक बीलाई यतातिर तान्न खोजेको छ भनेपछि चाहिँ अब फ्रिक्सनल फोर्स अब ब्लक ए को फोर्स मात्र छ यो फोर्सले चाहिँ ब्लक बीलाई चाहिँ यतातिर तान्न खोजेको छ भनेपछि यो कन्ट्याक्ट सर्फेसमा फ्रिक्सनल फोर्स कहाँनिर इन्ड्युस हुन्छ त यो डिरेक्सनमा इन्ड्युस हुन्छ भनेपछि फ्रिक्सनल फोर्सको डिरेक्सन चाहिँ यस्तो भयो यो चाहिँ यो यहाँ ब्लक ए र बीको कन्ट्याक्ट सर्फेसमा आएको फ्रिक्सनल फोर्स हो भनेपछि यो फ्रिक्सनल फोर्सलाई चाहिँ के मानौँ भन्दाखेरि अघि हामीले के मानेको थियो एफबी भनेर मानेको थियो यसलाई चाहिँ के मानौँ त एफबी भनेरै मानौँ फ्री बडी डायग्राम ड्र गर्दाखेरि यस्तो हुन्छ अब हेरौँ मैले यसको डिरेक्सन दिएको मिलेन चाहिँ अब ब्लक ए हेर्दाखेरि चाहिँ हामीले के हेर्नु पर्यो त यो ब्लक ए हेर्दाखेरि माथिको यो फोर्स हेर्ने होइन यही फोर्स मात्र हेर्नु पर्यो है ब्लक ए हेर्दाखेरि यो फोर्सको कारणले यो ब्लक ए यतातिर मुभ हुन खोज्छ भने यो कन्ट्याक्ट सर्फेसमा फ्रिक्सनल फोर्स यो डिरेक्सनमा इन्ड्युस हुन्छ है मैले अघि रङ भनेछु त्यसो ब्लक ए यो फोर्सले ब्लक एलाई यतातिर मुभ गराउनु खोज्छ भनेपछि यो कन्ट्याक्ट सर्फेसमा फ्रिक्सनल फोर्स यतातिर लाग्छ भनेपछि फ्रिक्सनल फोर्सको डिरेक्सन यस्तै दिनु पर्यो के दिनु पर्यो त एफबी यो चाहिँ केसँग हुन्छ त यो माथि यो माथिको फ्रिक्सनल फोर्स एफबीसँग के हुन्छ त इक्वल हुन्छ है यसरी फ्री बडी डायग्राम बनाउँछ हामी यसरी फ्री बडी डायग्राम बनाउँदाखेरि हेरौँ
भनेपछि ब्लक ए को लागि एउटा भयो नर्मल रियाक्सन, ठिक छ, एउटा भयो पुलिङ फोर्स लागेको छ यो डिरेक्सनमा, ठिक छ, अनि एउटा फ्रिक्सनल फोर्स यो डिरेक्सनमा, ठिक छ, अर्को फ्रिक्सनल फोर्स यो कन्ट्याक्ट सर्फेसमा यो डिरेक्सनमा, ठिक छ। भनेपछि यसरी हामीले फ्री बडी डायग्राम बनायौँ। अनि यो भनेको डब्लुबी प्लस आरबी कम्बाइन भएर आएको, यो पनि बनायौँ। ब्लक ए को लागि यो पनि ब्लक इक्विलिब्रियममा छ भनेपछि समेसन एफवाई इक्वल्स टु 0 गर्न पाउँछौँ। वाइ डिरेक्सनमा छ आरए माइनस डब्लुए माइनस आरबी इक्वल्स टु 0। अब मैले आरबीको भ्यालु माथिबाट निकालिसकेको छु, डब्लुए मलाई थाहा छ भनेपछि आरएको भ्यालु निस्क्यो। अब हामी के गर्छौँ, फेरि अर्को इक्विलिब्रियम इक्वेसन लाउँछौँ, त्यो भनेको चाहिँ समेसन एफएक्स इक्वल्स टु 0। एक्स डिरेक्सनमा एउटा पी छ, एउटा चाहिँ के छ त भन्दाखेरि एफ डिरेक्सनमा के छ भन्दा यो डिरेक्सनलाई पोजिटिभ मान्यो भने एउटा एफए छ, एउटा चाहिँ एफबी छ, अनि माइनस पी इज इक्वल्स टु 0 होइन। अब यसलाई कम्बाइनली हामी के लेख्न सक्छौँ त म्युएस इन्टु आरए प्लस म्युएस इन्टु आरबी भनेर लेख्न सक्छौँ। म्युएस कमन लिँदाखेरि आरए प्लस आरबीको टर्ममा आउँछ माइनस पी इक्वल्स टु 0। आरए र आरबीको भ्यालु आरबीको भ्यालु माथि निकालिसकेका छौँ। आरबीको भ्यालु चाहिँ माथि हामीलाई फर्स्ट केसबाट कति आएको छ त्यति नै हुन्छ। आरएको भ्यालु हामीले भर्खर समेसन एफवाई गरेर निकालेको छौँ, आरएको भ्यालु भनेको 80 हुन्छ। यसबाट मेरो के फोर्स आउँछ त पी फोर्स आउँछ। पी फोर्स भनेको कति आएको 22.22 न्युटन है। यो बुझ्नु भएको छ यहाँ? केही छैन, खालि फ्री बडी इक्वेसन लगाएर फ्रिक्सनल फोर्स कहाँनिर डेभलप हुन्छ भनेर फ्रिक्सनल फोर्सको डिरेक्सन पत्ता लगाउनु पर्यो, अनि खालि फ्री बडी डायग्राम बनाएर इक्विलिब्रियम इक्वेसनमा लाउने मात्र हो है। बुझ्नु भएको छ है? बुझेमा। अब त्यसपछि यो इन्क्लाइन एउटा चाहिँ कस्तो खालको न्युमेरिकल आउन सक्छ भने यस्तो इन्क्लाइनवाला ब्लकको न्युमेरिकल आउँछ। अब इन्क्लाइनवाला ब्लकको लागि पनि त्यस्तै हो, केही डिफ्रेन्स छैन, सेम त्यही तरिकाले गर्ने हो होइन। अब यसमा के भनेको छ भने ब्लक ए र बी छ, ए बीमा रेस्ट भएको छ, अनि त्यसपछि ए को वेट 120 न्युटन छ, बी को वेट 200 न्युटन छ, अनि कर्ड इज प्यारलल टु द इन्क्लाइन प्लेन। यहाँ चाहिँ एउटा कर्ड छ, यो कर्ड चाहिँ इन्क्लाइन प्लेनसँग प्यारलल भएर चाहिँ यसरी बाँधिएको छ यो सपोर्टमा भनेर भनौँ। अनि त्यसपछि के भनेको छ भने द फोर्स पी अप्लाई टु द बी एक्टिङ डाउन एन्ड प्यारलल टु द इन्क्लाइन प्लेन भनेको छ। बीमा चाहिँ फोर्स पी एक्ट भइरहेछ यसरी तलतिर इन्क्लाइन प्लेनसँग प्यारलल हुने गरेर चाहिँ फोर्स पी लागेको छ। फाइन्ड द भ्यालु अफ टेन्सन इन द कर्ड। यो कर्डमा चाहिँ कति टेन्सन हुन्छ त्यो टेन्सनको भ्यालु चाहिँ फाइन्ड गर। अनि त्यसपछि यसमा अननोन फोर्स पी पनि छ, पीको भ्यालु पनि निकाल्नु हामी होइन। अब यसको चाहिँ के गर्नु पऱ्यो त फ्री बडी डायग्राम बनाउनु पऱ्यो। फ्री बडी डायग्राम बनाउँदाखेरि पहिला ब्लक ए को लागि बनाउँ होइन। ब्लक एमा के लागेको छ त टेन्सन फोर्स लागिरहेको छ। टेन्सन फोर्स यो डिरेक्सनमा लागेको छ भनेपछि मेरो फ्रिक्सनल फोर्स कुन डिरेक्सनमा लागेको हुन्छ त अपोजिट टु द डिरेक्सन अफ अप्लाइड फोर्स। यो डिरेक्सनमा चाहिँ मेरो फ्रिक्सनल फोर्स लागेको हुन्छ है। त्यसपछि नर्मल रियाक्सन भनेको चाहिँ यो बीले एमा होइन, बीले एमा कति नर्मल रियाक्सन दिन्छ त भन्दाखेरि यो आरए भन्ने नर्मल रियाक्सन दिन्छ। नर्मल रियाक्सन भनेको यो होइन दुईवटाको यो कन्ट्याक्ट सर्फेससँग पर्पेन्डिकुलर भएर लाग्छ। मेरो कन्ट्याक्ट सर्फेस यस्तो खालको छ भनेपछि योसँग पर्पेन्डिकुलर डिरेक्सनमा मेरो नर्मल रियाक्सन लाग्ने भयो आरए। अनि त्यसपछि वेट फोर्स आउँछ। वेट फोर्स भनेको जहिले पनि भर्टिकली लाग्छ, वेट फोर्स भनेको जहिले पनि भर्टिकली लाग्छ होइन। यो प्लेनको इन्क्लिनेसन थीटा छ भने यो वेटले नर्मल रियाक्सनसँग बनाउने एङ्गल भनेको जहिले पनि थीटा हुन्छ। त्यो भनेको थीटा अघि देखाएँ, जोमेट्रिकली सल्भ गर्दाखेरि पनि थीटै आउँछ। भनेपछि यसमा नर्मल रियाक्सन यो वेटले नर्मल रियाक्सनसँग बनाउने एङ्गल भनेको थीटा हो है। अब यो चाहिँ के छ त जस्ट अबाउट टु स्लाइड जस्ट अबाउट टु स्लाइडको कन्डिसन हो भनेपछि हामी जहिले पनि इम्पेन्डिङ मोसनको कन्डिसन हो। इम्पेन्डिङ मोसनको कन्डिसनमा हामीले जहिले पनि के लगाउन सक्छौँ त इक्विलिब्रियम इक्वेसन लगाउन सक्छौँ होइन। भनेपछि यसमा पनि अब हामी के गर्छौँ त इक्विलिब्रियम कन्डिसन लगाइदिन्छौँ। इक्विलिब्रियम कन्डिसन भनेको समेसन एफवाई एफएक्स अनि मोमेन्ट अबाउट एनी पोइन्ट इक्वल्स टु 0। भनेपछि हामी के गर्छौँ त समेसन एफवाई इक्वल्स टु 0 होइन। भनेपछि यसमा अब एक्सिसको डिरेक्सन चाहिँ एक्सिस डिफ्रेन्स एक्सिस चाहिँ केलाई मान्छौँ भन्दाखेरि चाहिँ एउटा चाहिँ इन्क्लाइन प्लेनसँग प्यारलल हुने एक्सिसलाई चाहिँ हामी के मानिदिन्छौँ एक्स एक्सिस मानिदिन्छौँ। अनि इन्क्लाइन प्लेनसँग पर्पेन्डिकुलर हुने डिरेक्सनको एक्सिसलाई चाहिँ हामी के मानिदिन्छौँ त वाइ एक्सिस मानिदिन्छौँ होइन। भनेपछि अहिलेलाई चाहिँ के मानौँ त रिफरेन्स एक्सिस भनेको चाहिँ रिफरेन्स वाइ एक्सिस भनेको चाहिँ इन्क्लाइन प्लेनसँग पर्पेन्डिकुलर हुने डिरेक्सनको एक्सिसलाई चाहिँ के मानौँ त वाइ एक्सिस मानौँ है त। अब वाइ एक्सिसमा कुन वाइ डिरेक्सनमा कुन फोर्सहरू लागेको छ भने त एउटा चाहिँ आरए फोर्स लागेको छ, ठिक छ आरए। अनि अर्को कुन फोर्स लागेको छ हेरौँ त, अनि एउटा चाहिँ
WA को कस्ट कम्पोनेन्ट हैन, WA को कस्ट कम्पोनेन्ट भनेको तलतिर आउँछ भनेपछि WA को कस्ट कम्पोनेन्ट त्यो भनेको माइनस WA कस थीटा y डिरेक्सनमा अर्को कुनै फोर्स लागेको छैन भनेपछि यहाँबाट के को भ्यालु आउँछ त डाइरेक्टली RA को भ्यालु आउँछ, RA को भ्यालु निकाल्छौँ। अब फेरि हामी समेसन fx इक्वल्स टु 0 गर्छौँ। यसमा चाहिँ रिफरेन्स एक्सिस एक्स एक्सिस चाहिँ केलाई मान्छौँ त भन्दाखेरि इन्क्लाइन प्लेनसँग प्यारलल भएको एक्सिसलाई चाहिँ हामी रिफरेन्स एक्सिस एक्स एक्सिस मान्छौँ। समेसन fx इक्वल्स टु 0 गर्दाखेरि हेरेर चाहिँ एउटा चाहिँ यो डिरेक्सनमा आएको छ FA हैन, अनि अर्को चाहिँ यो डिरेक्सनमा आएको छ टेन्सन T FA माइनस T, अनि W को साइन कम्पोनेन्ट, W को साइन कम्पोनेन्ट भनेको नि यो डिरेक्सनमै आउँछ भनेपछि प्लस W साइन थीटा हैन। अब यसबाट के को भ्यालु आउँछ भन्दाखेरि चाहिँ हेरौँ, यसबाट चाहिँ मेरो के को भ्यालु आउँछ, यो सल्भ गरौँ। सल्भ गर्दाखेरि चाहिँ मेरो टेन्सन T को भ्यालु आइदिन्छ, टेन्सन T को भ्यालु आइदिन्छ। टेन्सन T भनेको चाहिँ यति भनेर आइदिन्छ है। अब त्यसपछि आउँछ ब्लक बी। अब ब्लक बी को फ्री बडी डायग्राम बनाउँदाखेरि कस्तो हुन्छ एकचोटि आफै बनाएर हेरौँ न त है। ब्लक बी को फ्री बडी डायग्राम बनाएर हेरौँ कस्तो हुँदो रहेछ। हाम्रो इन्क्लाइन प्लेन छ हैन, हाम्रो ब्लक बी यसरी छ इन्क्लाइन प्लेनमा भनेपछि अब मलाई भन्नु छ त एउटा आउँछ एले बीमा दिने नर्मल रियाक्सन, एले बीमा दिने नर्मल रियाक्सन भनेको तलतिर लाग्छ, वेट अफ डब्लु पनि तलतिर लाग्छ। हामी के गर्न सक्छौँ त डब्लु बी प्लस एले बीमा दिने नर्मल रियाक्सन आरए भनेर राखौँ हैन। अनि त्यसपछि पी फोर्स यतातिर लागिरहेछ, पी फोर्स आउँछ, पी फोर्स यतातिर लागिरहेछ। पी फोर्सको कारणले चाहिँ फ्रिक्सनल फोर्स चाहिँ यहाँ कन्ट्याक्ट सर्फेसमा कहाँनिर डेभलप हुन्छ त कन्ट्याक्ट सर्फेसमा, कन्ट्याक्ट सर्फेसमा देखाइदियो है फ्रिक्सनल फोर्स। फ्रिक्सनल फोर्स चाहिँ यो डिरेक्सनमा आउँछ कि कन्ट्याक्ट सर्फेसमा यो डिरेक्सनमा फ्रिक्सनल फोर्स आउँछ भनेपछि यो फ्रिक्सनल फोर्सलाई चाहिँ के भनिदिउँ त एफबी भनेर भनिदिउँ हैन। भनेपछि यो फ्रिक्सनल फोर्स चाहिँ बडीलाई यतातिर मुभ गराउन खोज्छ भने भनेपछि माथिपट्टि मेरो के आउँछ त भन्दाखेरि सरी एकछिन यो डब्लु मिस्टेक गरेको बनाउँछ एकैचोटि बनाउनु इन्क्लाइन सर्फेस छ ब्लक छ भन्दाखेरि एउटा नर्मल रियाक्सन भनेको यसरी आउँछ भनेको एले बीमा दिने नर्मल रियाक्सन आरए हैन। अनि त्यसपछि आउँछ यो मेरो वेट फोर्स भनेको जहिले पनि भर्टिकल हुन्छ भनेपछि वेट फोर्स भनेको भर्टिकल, यो भनेको डब्लुबी यसरी बनाउनु पर्यो। डब्लुबीले नर्मल रियाक्सनसँग सर्टेन एङ्गल बनाउँछ, कति एङ्गल बनाउँछ, जति इन्क्लिनेसन छ त्यति बनाउँछ। अनि त्यसपछि यहाँ फ्रिक्सनल फोर्स हो, फ्रिक्सनल फोर्स भनेको कन्ट्याक्ट सर्फेसमा यहाँनिर इन्ड्युस हुन्छ, यसलाई चाहिँ हामी के भनौँ त एमडी भनेर। अनि यहाँ पी फोर्स लागिरहेको छ, पी फोर्स यसरी लागेको देखाइदिउँ पी फोर्स होइन, यसको अपोजिट डिरेक्सनमा फ्रिक्सनल फोर्स लाग्छ। अब यहाँ चाहिँ हाम्रो के लागेको हुन्छ भने यो सर्फेसले बीमा दिने नर्मल रियाक्सन, यो सर्फेसले बडीमा दिने नर्मल रियाक्सनलाई चाहिँ के भनेर मानौँ भने आरबी भनेर मानौँ होइन। अर्को फ्रिक्सनल फोर्स, यो फोर्सले बीलाई यतातिर मुभ गराउन खोज्छ भने फ्रिक्सनल फोर्स यहाँनिर डेभलप हुन्छ होइन। त्यो फ्रिक्सनल फोर्सलाई चाहिँ के भनेर मानौँ त भन्दाखेरि चाहिँ एफए भनेर मानौँ, एफए होइन। माथि जे अजुम गरेको थियो त्यही अजुम गरौँ होइन। भनेपछि फ्री बडी डायग्राम बनाउँदाखेरि यस्तो खाले आउँछ है। अब यसलाई चाहिँ इक्विलिब्रियम इक्वेसन लगाएर चाहिँ के गर्नु पर्यो चाहिँ सल्भ गर्नु पर्यो। अब इक्विलिब्रियम इक्वेसन लगाएर सल्भ गर्दाखेरि कस्तो हुन्छ अब यसमा यसरी आउँछ। अब हामी के गर्छौँ त समेसन एफवाई इक्वल्स टु 0 गर्छौँ। एफवाईमा कुन हामी चाहिँ एक्सिस चाहिँ केलाई मान्छौँ त भन्दाखेरि चाहिँ एक्सिस चाहिँ हामी इन्क्लाइन प्लेनसँग प्यारलल हुने एक्सिसलाई चाहिँ एक्स एक्सिस मान्छौँ, इन्क्लाइन प्लेनसँग परपेन्डिकुलर हुने एक्सिसलाई चाहिँ के मान्छौँ त वाइ एक्सिस मानेर पढ्छौँ है। भनेपछि यहाँ हेर्नुहोस् त भनेपछि वाइ एक्सिस भनेको इन्क्लाइन प्लेनसँग परपेन्डिकुलर हुने एक्सिस। वाइ एक्सिसमा कुन फोर्सहरू छ, एउटा आरबी छ ठिक छ, माइनस आरए छ ठिक छ, अनि अर्को कुन छ माइनस डब्लुबी कस थीटा, डब्लुबीको कस कम्पोनेन्ट आउँछ ठिक छ इक्वल्स टु 0। यसबाट आरबीको भ्यालु आउँछ ठिक छ, आरएको भ्यालु माथिबाट नै हामीले निकालिसक्यौँ। अनि त्यसपछि आउँछ समेसन एफएक्स इक्वल्स टु 0 आउँछ। समेसन एफएक्स इक्वल्स टु 0 गर्दा के भ्यालु आउँछ, पी आउँछ ठिक छ, एफबी माइनस एफबी आउँछ ठिक छ, एफएको भ्यालु हामीले माथिबाटै निकालिसक्यौँ, माथिबाट जति आउँछ त्यो माथिको भ्यालु जति हो त्यति नै हो एफएको भ्यालु।
त्यसपछि डब्लुबी साइन थिटा गर्दाखेरि यति आउँछ। यसबाट मेरो के को भ्यालु आउँछ, पी को भ्यालु आउँछ। पी को भ्यालु भनेको यति आयो। यसरी चाहिँ हामी निकाल्न सक्छौँ है। अब यो भयो, यस्तो खाले न्युमेरिकल एउटा आउँछ। अनि अर्को न्युमेरिकल आउने भनेको चाहिँ यो पुलीवाला न्युमेरिकल आउन सक्छ है। पुलीवाला न्युमेरिकल पनि सजिलो छ, त्यस्तो गाह्रो छैन। यो न्युमेरिकल एउटा चाहिँ हेरिहाल्नु। knowing that यो WA यसरी वेट छ, वेट चाहिँ यसरी पुली सिस्टममा यसरी राखेको छ हैन। अनि यहाँ चाहिँ रोपहरू छ। यसमा WA भनेको चाहिँ 25 केजी छ यसको वेट। अनि त्यसपछि यसको इन्क्लिनेसन चाहिँ कति छ त 30 डिग्री छ। यसको इन्क्लिनेसन 30 डिग्री भनेको चाहिँ यो छ नि, इन्क्लाइन प्लेन, यो इन्क्लाइन प्लेनको होराइजन्टलसँग इन्क्लिनेसन, अथवा यो रोपको इन्क्लिनेसन भनौँ न। रोपको इन्क्लिनेसन पनि 30 डिग्री नै छ, प्यारलल हुने गरिरहेको छ रोप पनि। Determine the smallest value and the largest value of B, WB. WA चाहिँ 25 केजी छ, WB चाहिँ हामीलाई थाहा छैन। WB को स्मलेस्ट भ्यालु र लार्जेस्ट भ्यालु चाहिँ कति हुनु पर्यो भनेर भनेको छ कि हैन। स्मलेस्ट वेट कति हुनु पर्यो, लार्जेस्ट वेट चाहिँ कति हुनु पर्यो फर विच द सिस्टम इज इक्विलिब्रियम। दुईटै केसमा मेरो सिस्टम चाहिँ के छ हुन्छ त, इक्विलिब्रियममा हुन्छ भनेको छ है। अब WB को भ्यालु चाहिँ सबभन्दा मिनिमम हुँदाखेरि, स्मलेस्ट हुँदाखेरि चाहिँ के हुन्छ भने यो ब्लक कहाँनिर मुभ हुन खोज्छ त, यो ब्लक ए ले चाहिँ ब्लक बीलाई तानिदिन्छ कि। WB को भ्यालु चाहिँ ब्लक ए को भन्दा सानो भयो भने ब्लक ए ले चाहिँ ब्लक बीलाई तानिदिन्छ भनेपछि यो ब्लक बी कहाँनिर मुभ हुन खोज्छ त, माथितिर मुभ हुन खोज्छ। फर द स्मलेस्ट भ्यालु अफ WB इट विल मुभ अपवर्ड। यो चाहिँ ब्लक माथितिर मुभ हुन खोज्छ। माथितिर मुभ हुन खोज्दाखेरि फ्रिक्सनल फोर्स कहाँनिर इन्ड्युस हुन्छ, यो डिरेक्सनमा इन्ड्युस हुन्छ। यसलाई FB भनेर भन्छ। अनि यो चाहिँ टेन्साइल, यो चाहिँ रोपले दिने टेन्साइल फोर्स भयो, यसलाई चाहिँ टी भनेर भन्यो। जस्तै बडीमा आउने नर्मल रिएक्सनलाई चाहिँ आर भनेर भन्यो हैन। अनि त्यसपछि वेट फोर्सलाई चाहिँ WB भनेर भन्यो। भन्दाखेरि चाहिँ स्मलेस्ट भ्यालु अफ बी हुँदाखेरि चाहिँ यस्तो खालको फ्री बडी डायग्राम आउँछ। अनि पछि यसमा चाहिँ हामी इक्विलिब्रियम इक्वेसन लगाउँछौँ। इक्विलिब्रियम इक्वेसन लगाएर यसमा के को भ्यालु आउँछ त भन्दाखेरि चाहिँ यसमा समेसन FY हामी इन्क्लाइन प्लेनसँग पर्पेन्डिकुलर हुने डिरेक्सनलाई FY मान्छौँ। अनि समेसन FY इक्वल्स टु 0 गर्दाखेरि R माइनस WB cos थीटा इक्वल्स टु 0 हुन जान्छ। R को भ्यालु यो टर्ममा आउँछ। फेरि समेसन FX इक्वल्स टु 0 गर्दाखेरि यो FB भनेको फ्रिक्सनल फोर्स माइनस T भनेको यो भइहाल्यो, प्लस WB sin थीटा भनेको यतातिर आउँछ इक्वल्स टु 0 हुन्छ। भन्दाखेरि यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो टेन्साइल फोर्स T यो भनेको सेम रोप हो। सेम रोप भएको कारणले चाहिँ ए को टेन्साइल फोर्स भनेको केसँग, यो ए को वेट फोर्स, टेन्साइल फोर्स टी भनेको चाहिँ केसँग इक्वल हुन जान्छ त, वेट फोर्स अफ ए सँग इक्वल हुन जान्छ। टेन्साइल फोर्स टी भनेको चाहिँ डब्लु वेट अफ ए सँग इक्वल हुन जान्छ भनेपछि टी को भ्यालु चाहिँ वेट अफ ए मेरो 25 केजी छ भने टी को भ्यालु चाहिँ 25 केजी सब्स्टिट्युट गर्दाखेरि मेरो कस्तो खाले आउँछ भन्दाखेरि मेरो चाहिँ यसमा WB को भ्यालु आउँछ। WB मिनिमम भनेको 80 हुनुपर्छ है। अब फर द लार्जेस्ट भ्यालु अफ W को भ्यालु चाहिँ धेरै हुँदाखेरि चाहिँ यो ब्लक चाहिँ के गर्न खोज्छ त, स्लोपको मुनिपट्टि मुभ हुन खोज्छ। भनेपछि यो ब्लक चाहिँ स्लाइड डाउनवर्ड हुन खोज्छ। स्लाइड डाउनवर्ड हुँदाखेरि यतातिर मुभ हुन खोजेको छ भने फ्रिक्सनल फोर्स यतातिर डेभलप हुन्छ। मेरो टेन्सन फोर्स पनि यतैतिर छ। अनि यतातिर चाहिँ मेरो WB sin थीटा आउँछ। भनेपछि फ्री बडी डायग्राम यस्तो खालको हुन्छ है। भनेपछि यसमा इक्विलिब्रियम इक्वेसन युज गर्दाखेरि WB को भ्यालु आउँछ 127 केजी। भनेपछि म्याक्सिमम वेट अफ ब्लक चाहिँ 80 हुनुपर्ने रहेछ, मिनिमम वेट अफ ब्लक चाहिँ 80 हुनुपर्ने। सबै न्युमेरिकल सेम तरिकाले नै गर्ने हो, एकचोटि हेर्नु होला। अब त्यसपछि आउँछ अब यो न्युमेरिकल पनि सजिलो छ, एकचोटि हेर्नु होला। अब त्यसपछि आउँछ यस्तो, अघि हामीले नो टिपिङ कन्डिसन गरेको थियौँ, नो टिपिङ कन्डिसनको पनि न्युमेरिकल छ है। अब यो न्युमेरिकल एकचोटि हेरिहाल्नु सर, अनि त्यसपछि फ्रिक्सन है। The homogeneous block has a mass of 50 kg. हाम्रो homogeneous block छ ABCD, यसमा चाहिँ यसको मास चाहिँ कति छ त 50 kg छ भनेको छ। कोएफिसिएन्ट अफ फ्रिक्सन बिट्विन द ब्लक एन्ड द प्लेन, यो प्लेन र ब्लक बिचको फ्रिक्सन चाहिँ कति छ त 0.4 छ भनेको छ हैन। इफ द फोर्स P is increased, फोर्स P भनेको यो डिरेक्सनमा लागिरहेको छ, फोर्स P is increased gradually until the motion ensures, will the block slide or tip भनेको छ हैन। अब यो P को भ्यालु चाहिँ ग्रेजुअली इन्क्रिज गर्दै जाँदाखेरि चाहिँ
अब यो ब्लक चाहिँ मोसनमा आउन खोज्दाखेरि यो ब्लक चाहिँ स्लाइड हुन्छ कि टिप हुन्छ भनेर चाहिँ कि यो ब्लक चाहिँ यो पी फोर्सको कारणले चाहिँ यो ब्लक यसरी स्लाइडिङ अपवर्ड हुन्छ कि यो टिपिङ हुन्छ। टिप भनेको पी फोर्स यो पोइन्ट यहाँनिर लागिरहेछ भनेपछि यो पोइन्ट बीको अबाउटमा टर्न हुन्छ। टर्न हुन्छ कि यसरी यो इन्क्लाइन प्लेनमा स्लाइड हुन्छ भनेर भनेको छ। अब त्यो निकाल्नु पर्यो हामीलाई, टिप हुन्छ कि स्लाइड हुन्छ भनेर निकालेको छ कि है। भनेपछि म्याक्सिमम भ्यालु अफ पीमा चाहिँ पीको भ्यालु म्याक्सिमम विल द ब्लक स्लाइड अ टिप एन्ड फरवर्ड भ्यालु अफ पी भनेर चाहिँ होइन। भनेपछि पीको भ्यालु पीको भ्यालु म्याक्सिमम हुँदाखेरि चाहिँ यो ब्लक चाहिँ स्लाइड हुन्छ कि टिप हुन्छ चाहिँ फाइन्ड आउट गर्नु पर्यो। अनि त्यो म्याक्सिमम भ्यालु अफ पी चाहिँ कति हो त त्यो पनि फाइन्ड आउट गर्नु पर्यो होइन। त्यसको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ यसबाट यहाँ फिगरबाट के थाहा हुन्छ भन्दा यहाँ फिगरबाट के थाहा हुन्छ भन्दाखेरि चाहिँ यो ब्लक चाहिँ टिप भयो भने कुन पोइन्टको एबाउटमा टर्न हुन्छ त यो फोर्सले गर्दाखेरि टर्न भयो भने पोइन्ट बीको एबाउटमा टर्न हुन्छ। यो फोर्स यहाँनिर लागेको छ त्यही भएर पोइन्ट बीको एबाउटमा चाहिँ टर्न हुन्छ टिपिङ भयो भने चाहिँ है। अनि टिपिङ भयो भने पोइन्ट बीको एबाउटमा टर्न हुन्छ अथवा टिप हुन्छ भनेर भनौँ। अब फर्स्टमा के गरौँ त, यसरी पी फोर्स लगाउँ। पी फोर्स लगाइसकेपछि यतानिर फोर्स लागेको, फोर्स होराइजन्टल डिरेक्सनमा लागेको छ। अब यो वेट भयो, वेट यो डिरेक्सनमा लाग्छ, यो वेट भनेको भर्टिकली लाग्छ। अनि यो सर्फेसले यसमा दिने रियाक्सन भनेको यो सर्फेससँग पर्पेन्डिकुलर भएर लाग्छ, त्यो भनेको आर भइहाल्यो। अनि वेटको यो कम्पोनेन्ट भनेको डब्लु कस 20 हो, यो कम्पोनेन्ट भनेको डब्लु साइन 20 हो, ठिक छ। अनि यो टोटल डिस्टेन्स भनेको कति दिइरहेको छ 250 दिइरहेको छ। फोर्स यो डिरेक्सनमा लागिसकेपछि होइन, फोर्स कसरी लागेको छ हेर्नु। फोर्स चाहिँ होराइजन्टली पनि नै लागेको छ होइन। अब यो फोर्सले चाहिँ यो बडीलाई चाहिँ यसरी स्लाइड गरायो भने, यसरी यो डिरेक्सनमा स्लाइड गरायो भने फ्रिक्सनल फोर्स भनेको यतातिर डेभलप हुन्छ। भनेपछि फ्रिक्सनल फोर्सको डिरेक्सन भनेको सर्फेससँग ट्यान्जेन्सियल भएर आउँछ, फ्रिक्सनल फोर्स एफएस भनेर यसरी लाग्छ। अब हामी चाहिँ फर इक्विलिब्रियम हामी चाहिँ के गर्छौँ त, टिपिङ भयो भने कुन पोइन्टको एबाउटमा टिपिङ हुन्छ, बी पोइन्टको एबाउटमा टिपिङ हुन्छ। भनेपछि मोमेन्ट एबाउट बी निकालौँ। मोमेन्ट एबाउट इक्विलिब्रियममा चाहिँ मोमेन्ट एबाउट बी भनेको 0 हुनुपर्छ। भनेपछि मोमेन्ट एबाउट बी कुन फोर्सले दिन्छ त भन्दाखेरि एउटा पी फोर्सले दिन्छ। पीलाई हामी रिजल्भ गर्छौँ कस कम्पोनेन्ट र कुन कम्पोनेन्टमा त साइन कम्पोनेन्ट होइन। भनेपछि अब एक्सिस मान्दाखेरि चाहिँ यस्तो छ होइन, हाम्रो ब्लक, हाम्रो पी फोर्स यसरी लागिरहेछ होइन, योसँग 20 डिग्री लागिरहेछ। भनेपछि यो एक्सिसलाई चाहिँ हामी के मान्छौँ त एक्स एक्सिस मान्छौँ, यो एक्सिसलाई चाहिँ हामी के मान्छौँ त वाइ एक्सिस मान्छौँ। पीलाई रिजल्भ गर्दाखेरि यसको एक्स कम्पोनेन्ट भनेको यो हुन्छ, यो भनेको पी कस 20 डिग्री हुन्छ। यसको वाइ कम्पोनेन्ट भनेको यो डिरेक्सनमा आउँछ, यो भनेको कति आउँछ त पी साइन 20 डिग्री आउँछ है। त्यही युज गर्छ हेर्नुहोस् यहाँ पी कस 20 डिग्री भनेको यो डिरेक्सनमा, यो यताको डिरेक्सनमा आउँछ। भनेपछि यसले पोइन्ट बीको एबाउटमा कति मोमेन्ट दिन्छ भने फोर्स इन्टु डिस्टेन्स, डिस्टेन्स दिँदाखेरि यो डिस्टेन्स लिनु पऱ्यो। यो डिस्टेन्स भनेको सिजीदेखि यहाँसम्मको डिस्टेन्स, सिजीदेखि यहाँसम्मको डिस्टेन्स भनेको टोटल 220 छ भने यो डिस्टेन्स भनेको हाफ हुन्छ 125, 250 छ भने यो भनेको 125 हुन्छ इन्टु 125। पोइन्ट बीको एबाउटमा पी फोर्सले क्लकवाइज मोमेन्ट दिन्छ, पी कस थीटाले, त्यही भएर क्लकवाइज मोमेन्ट। अब आउँछ पी साइन थीटाले दिन्छ कि दिँदैन त भन्दाखेरि पी साइन थीटा भनेको यही यसमा यतातिर लाग्छ भनेपछि यसले मोमेन्ट दिँदैन है। अब आउँछ डब्लु को डब्लु कस थीटा, डब्लु कस थीटा भनेको यो भयो, यसले कति मोमेन्ट दिन्छ डब्लु कस थीटा इन्टु यो डिस्टेन्स भनेको कति छ त 50 कुन डिरेक्सनमा एन्टी क्लकवाइज डिरेक्सनमा दिन्छ, त्यही भएर माइनस। अर्को डब्लु साइन थीटा भनेको यो डिरेक्सनमा, डिस्टेन्स भनेको 125 कुन डिरेक्सनमा त यसले पनि पोइन्ट बीको एबाउटमा एन्टी क्लकवाइज डिरेक्सनमा दिन्छ, त्यही भएर माइनस। भनेपछि यसलाई सबै कम्प्युट गर्दाखेरि मेरो पीको भ्यालु आउँछ, पीको भ्यालु भनेको कति आयो त 374.7 न्युटन आयो है। पीको भ्यालुमा चाहिँ आएर पुगेन। अब चाहिँ हामी के गर्छौँ,
समेसन fy इक्वल्स टु 0 गर्छौँ समेसन fy इक्वल्स टु 0 गर्दाखेरि y डिरेक्सनमा चाहिँ यो डिरेक्सनलाई हामीले y एक्सिस मानेको छौँ y डिरेक्सनमा r भन्ने फोर्स आएको छ अनि अर्को चाहिँ w को कस कम्पोनेन्ट छ w को कस कम्पोनेन्ट छ यो e w cos 20 डिग्री अनि माइनस p sin 20 डिग्री पनि यो डिरेक्सनमा आएको छ माइनस p sin 20 डिग्री इक्वल्स टु 0 यसबाट मेरो के को भ्यालु आयो नर्मल रिएक्सनको भ्यालु आयो अब लिमिटिङ फ्रिक्सन भनेको के हो त कोएफिसिएन्ट अफ फ्रिक्सन इन्टु r अनि लिमिटिङ फ्रिक्सन भनेको कोएफिसिएन्ट अफ फ्रिक्सन क्वेसनमा दिइरहेको छ 0.4 नर्मल रिएक्सन भनेको यति आयो लिमिटिङ फ्रिक्सन भनेको यति आयो अब चाहिँ हाम्रो के को भ्यालु निकाल्नुपर्छ fs को भ्यालु निकाल्नुपर्छ fs को भ्यालु निकाल्नलाई म फेरि के गर्छु समेसन fx इक्वल्स टु 0 समेसन fx इक्वल्स टु 0 गर्दाखेरि मेरो fs को भ्यालु आउँछ fs को भ्यालु भनेको 184.4 न्युटन आयो भनेपछि हाम्रो चाहिँ लिमिटिङ फ्रिक्सनको भ्यालु चाहिँ fs को भ्यालु हेर त लिमिटिङ फ्रिक्सनको भ्यालु 5 कति आएछ 235 आएछ fs भनेको त्यो बडीमा इन्ड्युस भएको स्ट्याटिक फ्रिक्सनको भ्यालु कति आएछ त 184 आएको छ लिमिटिङ फ्रिक्सन चाहिँ स्ट्याटिक फ्रिक्सन भन्दा बढी छ भनेपछि लिमिटिङ फ्रिक्सन चाहिँ स्ट्याटिक फ्रिक्सन भन्दा बढी हुने बित्तिकै त्यसमा चाहिँ स्लाइडिङ हुँदैन त्यसमा चाहिँ के हुने भयो त यदि मोसन भयो भने चाहिँ त्यहाँ के हुने रहेछ चाहिँ टिपिङ चाहिँ हुँदो रहेछ हैन पीको फोर्स इन्क्रिज गराउँदै गएर चाहिँ यो बडीलाई मोसनमा ल्याउन खोज्यो भने यो बडी चाहिँ केमा आउने रहेछ त यो बडीमा चाहिँ स्लाइडिङ चाहिँ नहुने रहेछ किनभने यहाँ स्ट्याटिक फ्रिक्सनको भ्यालु चाहिँ लिमिटिङ फ्रिक्सनको भ्यालु चाहिँ स्ट्याटिक फ्रिक्सन भन्दा धेरै छ हो भनेपछि म्याक्सिमम फ्रिक्सनल फोर्स धेरै छ स्ट्याटिक फ्रिक्सन यहाँ इन्ड्युस भएको स्ट्याटिक फ्रिक्सन भन्दा धेरै छ भनेपछि स्लाइडिङ हुन पोसिबल छैन यदि त्यहाँ मोसन भयो भने चाहिँ यो पी फोर्सको कारणले मोसन भयो भने चाहिँ कस्तो खालको मोसन हुने रहेछ त ओभरटर्निङवाला मोसन हुने रहेछ टिपिङ मोसन चाहिँ हुने रहेछ पोइन्ट बीकोबाट यस्तो टर्न चाहिँ हुने रहेछ है यस्तो खालको न्युमेरिकल चाहिँ यसरी गर्नु पर्यो बुझ्नुभएको अब यसमा न्युमेरिकलहरू चाहिँ प्र्याक्टिस न्युमेरिकलहरू चाहिँ एकचोटि हेर्नु होला सबै एउटै कन्सेप्टबाट गर्ने न्युमेरिकलहरू छ यो सबै मैले राखिदिएको छु हेर्नु होला अनि त्यसपछि यसमा प्र्याक्टिस क्वेसन पनि छ हेर्नुहोस् त प्र्याक्टिस क्वेसन पनि छ तपाईँहरूको ट्युटोरियल चाहिँ के हो भने यसमा प्र्याक्टिस क्वेसन कतिवटा दिएको छ भने 11वटा जति दिएको छ 11वटै प्र्याक्टिस क्वेसन चाहिँ एकचोटि सल्भ गर्नु है तपाईँहरूको ट्युटोरियल फ्रिक्सनको ट्युटोरियल 11वटै प्र्याक्टिस क्वेसन सल्भ गर्नु अनि त्यसपछि यो प्र्याक्टिस अनि यो जति पनि इक्जाम्पल्सहरू दिएको छ इक्जाम्पल्सहरू पनि सबै एकचोटि सल्भ गरेर हेर्नु है यसरी चाहिँ फ्रिक्सनको न्युमेरिकल गरिन्छ फ्रिक्सन च्याप्टर यति नै हो बुझ्नु भएको छ फ्रिक्सन च्याप्टर सजिलो छ बुझ्नु भएको हो एकचोटि हेर्नु होला है मैले नोट्स यो स्लाइड राखिदिएको छु एकचोटि हेर्नु होला फ्रिक्सन ल यति नै हो हाम्रो च्याप्टर सक्यो अब एक्जामको लागि राम्रोसँग पढ्नु होला अब असेसमेन्ट एक्जाम लिन्छु म है असेसमेन्ट एक्जाम चाहिँ मिलाएर टाइम मिलाएर तपाईँलाई इन्फर्म गरौँ होला आजलाई अब यो सेमिस्टरलाई यति नै है त फ्रिक्सन च्याप्टर बुझ्नुभएको एकचोटि आफैले मैले भनेर भन्दा नि आफैले एकचोटि प्र्याक्टिस गर्नु प्र्याक्टिस गर्दाखेरि बुझिन्छ यो च्याप्टर है यति नै गरौँ त सेमिस्टरको अप्लाइडको क्लास भनेको यति नै हो दिस इज द एन्ड अफ आवर क्लास है राम्रोसँग पढ्नु होला इक्जामको बारेमा अनि केही कन्फ्युजन छ भने म्याम क्लास गर्नु पऱ्यो कन्फ्युजन छ भनेर चाहिँ इन्फर्म गर्नु सिआरलाई अनि त्यसपछि हामी चाहिँ सुइटेबल टाइममा क्लास अर्गनाइज गरौँ है त ठिक छ म्याम है ल अब आजलाई यति नै गरौँ अनि म चाहिँ फाइलहरू मैले सोल्युसन गरेको फाइलहरू चाहिँ अपलोड गरिरहेको छु तपाईँहरू त्यो क्लास मटेरियलमा चेक गर्नु होला है आजलाई